मुख्य कुरा के बुझ्नु पर्यो भने क्यान्सर भनेर चाहिँ दुखेर आउँदैन हैन। दुखेको भए मान्छे चाहिँ छिटो हस्पिटल जाने हुन्थ्यो, नदुखिकन आउने, अनि त्यसले गर्दाखेरि चाहिँ यो साधारण होला भनेर सोच्छौँ के मान्छे। धेरै जसोको हाम्रो प्रवृत्ति नै त्यस्तै हुन्छ। अनि दुख्या छैन, यसले केही दुःख दिँदैन भनेर सोच्छौँ। अनि त्यसले गर्दाखेरि धेरै जसो क्यान्सर चाहिँ ढिलो डायग्नोसिस हुन्छ। अब यङ मान्छेहरूमा क्यान्सर एकदमै कम हुन्छ, तर 40-50 वर्ष नागेको मान्छेहरू हैन, घाँटीमा गाँठोहरू देखियो हैन, छाम्दाखेरि आफ्नो औँलाले छाम्दाखेरि आफ्नो औँलाको मोटाइभन्दा ठुलो गाँठो हैन, लिम्फ नोड भन्छौँ हैन, त्यस्तो देखियो। बच्चाहरूमा देखियो भने हात्तिनु पर्दैन, त्यो साधारण इन्फेक्सनहरूले नै हुन्छ हैन। तर नदुख्ने गाँठो त्यस्तो देखिया छ जुन हराउँदैन हप्ता 10 दिनमा हैन, बढ्दै गइरहेछ भने चाहिँ देखाउनै पर्यो। तर त्यो देखिनु भनेको पनि एटलिस्ट थर्ड स्टेज पुगिसक्यो हो। पुरुषहरूमा के कारण छ, किन चाहिँ मुखको क्यान्सर बढी देखिन्छ डाक्टर? अब त्यो ह्याबिट नै होला। महिलाहरूले खैनी कम खानुहुन्छ होला, या गुटका परागहरू कम खानुहुन्छ होला हैन, त्यो हुन सक्छ। अरू त अब कारण छैन होला। अब जस्तै थाइरोइडको क्यान्सर फोक्सोमा फैलिएको छ भने त्यसलाई स्टिल हामीले चाहिँ एउटा त के भन्छ स्टेज 2 सम्म मात्रै मान्छौँ, लेस देन 55 छ भने त्यसलाई हामीले क्योर पनि गर्न सक्छौँ। त्यस्तोमा चाहिँ हामीले रेडियो आयोडिन एब्लेसन भन्छौँ हैन। पहिला त अपरेसन गरेर थाइरोइड ग्रन्थि प्लस अब गाँठोहरू कतै छ भने घाँटीमा नेक डिसेक्सन भन्छौँ, त्यो निकाल्ने हो। त्यसपछि हामीले आयोडिन खुवाएर फोक्सोको क्यान्सरलाई पनि मार्न सक्छौँ हैन। अब कहिलेकाहीँ सिंगल सिटिङमा हुन्छ, कहिलेकाहीँ 2 चोटि 3 चोटिसम्म पनि गरिया छ हैन, तर त्यो क्यान्सरलाई चाहिँ मार्न सकिन्छ। प्रायः जसो मुखको क्यान्सरमा हामीले अब कति एक्सटेन्सिभ सर्जरी भएको छ हैन, जस्तै सानो सर्जरीहरू भएको छ भने चाहिँ अब 1-2 हप्तामै घाउ निको भइहाल्छ हैन। त्यसपछि हामीले एटलिस्ट हप्ता 10 दिनपछि हप्ता दिनपछि पानी अलिअलि खान त सुरु गरिहाल्छौँ। अरू खानेकुराहरू चाहिँ 2 विक्स जस्तोमा सुरु गर्छौँ। ब्राकीथेरापी भनेको रेडियोथेरापीकै एउटा टेक्निक हो, जुनमा चाहिँ एकदम हाई डोज रेडियोथेरापी हामीले जहाँ क्यान्सर छ क्यान्सर भित्रबाटै दिने हैन। अब यतिकै एक्सटर्नल बिम रेडियोथेरापी भन्छौँ, जुन कमनली हामीले रेडियोथेरापी भनेपछि बुझ्छौँ, त्यो चाहिँ बाहिरबाट रेडिएसन दिने हो, एक्सरे जस्तै रेडिएसन हैन बाहिरबाट। तर यो ब्राकीथेरापीमा चाहिँ जहाँनिर क्यान्सर हुन्छ त्यही निडल राख्छौँ, क्याथेटर हैन, त्यहाँ चाहिँ सोर्स रेडिएसन निकाल्ने सोर्स जुन हुन्छ त्यही क्याथेटर भित्र पास गर्छौँ, अनि त्यसबाट त्यहाँ भित्रबाट त्यसलाई मार्छौँ। क्यान्सर भनेकै त्यसको नराम्रो पक्ष भनेको फेरि बल्झिने हुन्छ। अब क्योर भन्नलाई हामीले 5 वर्ष कुर्नै पर्छ हैन। 5 वर्ष बल्झेन भने अनि त्यसपछि ल यो क्योर भयो भन्ने हो हैन। तर बल्झिने भनेको प्राय जसो फर्स्ट 6 मन्थमै बल्झिन्छ धेरै जसो क्यान्सर हैन। अनि हैन भने 2 इयर्स हैन, 2 इयर्स पछि बल्झिने चान्स एकदमै कम हुन्छ हैन। मोर देन 50% क्यान्सर फर्स्ट 6 मन्थमै बल्झिने हो हैन। त्यही भएर हामीले एकदम रेगुलर फलोअप गर्न भन्छौँ, ताकि सुरुमै बल्झेको जस्तो देखियो भने सुरुमै हामीले सानो ट्रिटमेन्टबाट हैन, सानो सर्जरी हुन्छ या अरू अल्टरनेटिभ ट्रिटमेन्ट हुन्छ, त्यसबाट चाहिँ क्योर गर्न सक्ने चान्स स्टिल रहन्छ भन्ने हो। डाक्टर स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्ते। आज हामी अब हजुर त नाक कान घाँटीको पनि क्यान्सरको विशेषज्ञ हुनुहुन्छ, अझ सर्जन हुनुहुन्छ हैन। अब समग्र ENT को विषयमा थोरै चर्चा गरौँ र महत्त्वपूर्ण र सबैभन्दा धेरै देखिने क्यान्सरको बारेमा हामी चर्चा गर्छौँ। खास अब क्यान्सर भन्ने बित्तिकै हैन मान्छेहरू एकदमै आत्तिन्छन्। जो कोही होस् क्यान्सर मलाई लागेको छ भन्ने हो भने जसलाई पनि टेन्सन हुन्छ, किनभने यसले दुःख दिन्छ भन्ने छ सबै। क्यान्सर के हो, यहीबाट सुरु गरौँ। अब क्यान्सर भनेको चाहिँ अब नाक कान घाँटीमा प्राय देखिने क्यान्सरहरूमा कमनली हाम्रो नेपालमा देखिने भनेको एउटा चाहिँ मुखको क्यान्सर भयो, सबसे कमन हैन। अब भन्नुपर्दाखेरि मेलमा पुरुषहरूमा चाहिँ अलमोस्ट टप 3 मै पर्छ हैन। अलमोस्ट 7% क्यान्सर चाहिँ ओभरअल क्यान्सरमा 7% चाहिँ मुखको क्यान्सर मेलहरूमा चाहिँ देखिन्छ हैन। यो अलमोस्ट 7.1% नै ग्लोबोकनको 2022 को डाटाले त्यो भन्छ हैन। त्यसपछि अरूमा देखिने भनेको ओभरअलमा यो महिला पुरुष दुईटै जोडेर गऱ्यो भने त 7th र्याङ्क हुँदो रहेछ। अनि अरू क्यान्सरमा चाहिँ त्यसपछि थाइरोइडको क्यान्सर छ कमनली हुने, अनि बोल्ने यन्त्रको नाक कान घाँटीमा चाहिँ कमनली यो 3टा अर्गनको क्यान्सरहरू देखिन्छ। अब क्यान्सर भनेको चाहिँ कस्तो हो भनेपछि अब नर्मली हाम्रो शरीरमा कुनै पनि यो सेलहरू या कोशिकाहरू हैन, टिस्युहरू जुन भन्छौँ, तिनीहरू चाहिँ कन्ट्रोल्ड वेमा ग्रो गर्छन् हैन। नचाहिने या बिग्रेको त्यस्तोलाई चाहिँ बडीले आफैले
कन्ट्रोल गर्छ, त्यसलाई ग्रो हुन दिँदैन। तर जब यो कन्ट्रोल मेकानिजम अनकन्ट्रोल्ड भएर जान्छ हैन, त्यो आफ्नै हिसाबले जब यो सेलहरू टिस्युहरू ग्रो गर्न थाल्छन्, त्यसलाई चाहिँ अनि त्यो क्यान्सर भन्न मिल्छ। भनेपछि अनियमित तरिकाले हजुर आउन थाल्छन्, शरीरको कन्ट्रोल भन्दा बाहिर गयो हैन, त्यसलाई चाहिँ अनकन्ट्रोल्ड वेमा टिस्युहरू ग्रो गर्न थाल्यो भने क्यान्सर भन्न। त्यो चाहिँ अब कुन अङ्गमा त्यो हुन्छ, फरक फरक जुन अङ्गमा हुन्छ त्यसैको क्यान्सर भयो। हजुरले भन्नुभयो पुरुषमा मुखको क्यान्सर बढी देखिन्छ भन्नुभयो हैन। अब यो नाक कान घाँटी सम्बन्धी हैन, अब धेरै छन् अङ्गहरू त, नाक कान घाँटी तीनटा मात्रै देखिए पनि हैन, त्यसमा कुनै क्यान्सर चाहिँ के हो, कुनको क्यान्सर बढी हुन्छ? अब त्यही अघि भने जस्तै मुखको क्यान्सरमा अब ओठको क्यान्सर भयो हैन, तर सबसे कमन भनेको हाम्रोमा चाहिँ गालाको क्यान्सर, त्यसपछि जिब्रोको क्यान्सर हैन। गालाको चाहिँ अब प्रायः जसो यो खैनी हैन, गुटखा पराग त्यस्तो सेवन गर्ने मान्छेहरू हैन, अब यसरी भन्दाखेरि हाम्रो प्राय ओल्ड एजमा 40-50 वर्ष नागेको मान्छेहरूमा देखिने भन्छ क्यान्सर। तर हाम्रोमा चाहिँ यो खैनी यिनीहरू खाने भएकोले, परागहरू त्यस्तो खाने भएकोले एकदम यङ मान्छेहरूमा हैन, 30-35 वर्ष 20-25 वर्षकोमा पनि देखाएको छ हामीले हैन। त्यस्तो हो, मुखको क्यान्सर चाहिँ यस्तो कमन छ। त्यसपछि अरू क्यान्सरहरू, अब थाइरोइडको क्यान्सर अर्को, त्यसपछि कमन भनेको अब यो महिलाहरूमा बढी जसो हुन्छ, किनभने थाइरोइडको गलगाँडहरू प्राय महिलामा नै देखिन्छ, त्यो हिसाबले कमन हो। तर अब किन महिलामा बढी हुन्छ भनेर भन्न गाह्रो छ, त्यो भयो। त्यसपछि बोल्ने यन्त्रको क्यान्सर, त्यो पनि अब चुरोट सेवन गर्ने मान्छेहरूमा बढी देखिने हो, ल्यारिङ्सको हैन। अनि त्यसपछि अब अरू अङ्गहरू भनेको अब जस्तै र्याल ग्रन्थीहरू हैन, जस्तै गालामा यहाँनिर प्यारोटिड ग्ल्यान्ड भन्छौँ हैन, त्यस्तै यहाँ सबमेन्डल ग्ल्यान्ड भन्छौँ हैन, त्यस्ता ग्रन्थीहरूको। त्यसपछि अब यो नाकको क्यान्सर हैन, नाकभित्र मासु पलाउने हुन्छ हैन। त्यसरी नै अब विभिन्न अङ्गहरूको, अब नाकको पछाडि नेजोफ्यारिङ्स भन्छौँ हैन। त्यसपछि यहाँ छाला छ, छालाकै क्यान्सरहरू हुन्छ नाक कान घाँटीमा हैन। त्यसरी विभिन्न साइट, डिफ्रेन्ट साइट्सहरू छन्, त्यही अनुसारको। कानको चाहिँ कुन क्यान्सर? कानमा पनि क्यान्सर हुन्छ, नहुने होइन, तर एकदम रेयर छ हैन। कानकै स्क्वामस सेल कार्सिनोमाहरू हुन्छ। अरू अब क्यान्सरमा पनि एउटा बेनाइन भन्छौँ, अर्को म्यालिग्नेन्ट भन्छौँ हैन। बेनाइन चाहिँ बिस्तारै बढ्ने खाले हो, म्यालिग्नेन्ट भनेको चाहिँ अलिक छिटो छिटो बढ्ने र अन्त फैलिने हैन, त्यो चाहिँ अलिक नराम्रो खाले क्यान्सर हो। म्यालिग्नेन्ट भन्नाले त्यसमा चाहिँ बेनाइन भनेको चाहिँ बिस्तारै बढ्ने खाले भयो हैन, जहाँ छ त्यही मात्र लिमिटेड हुने भयो। तर म्यालिग्नेन्ट भन्नाले चाहिँ जहाँ छ त्यहाँ त बढ्ने नै भयो, त्यो बाहेक अन्त पनि फैलिन सक्ने भयो। भनेपछि धेरै चाहिँ कुन बेनाइल बढी देखिन्छ, बेनाइन चाहिँ बढी हुन्छ। यतिकै पनि नेचरमा अब हाम्रो जुन चिज बेनाइन भन्नाले धेरै कडा हुँदैन, त्यस्तो मान्छेहरू बढी बाँच्ने हुन्छ, त्यो भएर बढी देखिने हो हैन, नर्मली पनि हैन। अब नेचरले त्यस्तै बनाएको छ भन्नु पर्यो। भनेपछि अर्को चाहिँ छिटो पनि बढ्ने, त्यसले चाहिँ दुःख दिने भयो हैन, अरूलाई पनि सर्ने भयो। सर्ने चाहिँ हुँदैन त्यसले, नै अरू अङ्गलाई, अरू अङ्गमा सर्ने चाहिँ भयो, अरू अङ्गमा पनि छिटो छिटो सर्ने भयो त्यो हैन। त्यसले चाहिँ अब लाइफ स्प्यान मान्छेको चाहिँ सानो बनाइदिने भयो हैन, आयु कम गरिदिने भयो। अब नि डाक्टर साहब, यो नाक कान घाँटीको क्यान्सर हुँदाखेरि हैन, अब घाँटीको क्यान्सर भयो, घाँटीका पनि हरेक अङ्ग भयो नि त, मुख लगायत यी सबै लक्षण चाहिँ सबैमा उस्तै हुन्छन् या फरक फरक हुन्छ लक्षण? अब हामीले के भन्छौँ भने यो लक्षणहरू चाहिँ के हो भनेपछि हरेक अङ्गको काम फरक हुन्छ हैन। अब काम फरक भएपछि त्यो अङ्गले राम्रो काम नगरेपछि त्यही हिसाबले काममा पनि असर गर्ने भयो हैन। जस्तै अब बोल्ने यन्त्रको क्यान्सर भयो अरे हैन, सो बोल्ने यन्त्रको काम भनेको आवाज निकाल्ने हैन, र सास लिँदाखेरि चाहिँ सजिलो बनाइदिने हो हैन, र के भन्छ लोअर एयरवे भन्छौँ, फोक्सोहरूतिर तिनीहरूलाई चाहिँ प्रोटेक्ट गर्ने हो हैन। तर त्यहाँको क्यान्सर भयो भने के हुने भयो, आवाज बदलिने भयो, किनभने आवाज राम्रो निस्किँदैन हैन। त्यो ठाउँ सास लिने ठाउँ हो हैन, भनेपछि श्वास प्रश्वासमा गाह्रो गर्न सक्छ, सास फेर्न गाह्रो गराइदिन सक्छ हैन। त्यस्तै अब मुखको क्यान्सर भयो, यानि मुखमा घाउ आइदिन सक्छ हैन, खाना निल्न ओर्न गाह्रो हुन सक्छ। अब नाकको क्यान्सर भयो भनेपछि प्राय एक साइडमा हुन्छ हैन, नाकको हुँदाखेरि सुरुमा त्यो साइडबाटै नाक बन्द हुने हैन, र कहिलेकाहीँ सिँगानमा मिसेर रगत मिसेर आउने
हैन त्यस्तो समस्याहरू। त्यसरी नै साइट पछि फरक हुन्छ। अब थाइरोइड ग्रन्थीको क्यान्सर भनेपछि थाइरोइड ग्रन्थी सुन्निएर आउने, ठुलो हुने हैन, साधारणतया हामीले छाम्दाखेरि या हेर्दाखेरि देखिँदैन घाँटीमा सुन्नेको, होइन भने चाहिँ यो हाम्रो क्लाभिकल भन्छौँ, यो छातीको ठ्याक्कै माथि हैन अलिकता यो एरियातिर चाहिँ सुन्नेको देखिने हुन्छ हैन। बाहिरबाट देखिन सक्छ, कसैको चाहिँ छाम्दा मात्र भेटिने पनि हुन्छ हैन। मोटो मान्छेहरूमा प्रायः जसो हैन। भनेपछि थाइरोइड ग्रन्थी चाहिँ सुन्निएर ठुलो हुन थाल्यो भनेपछि हामीले शङ्काको हिसाबले हेर्नु पर्यो। तर मुख्य कुरा के बुझ्नु पर्यो भने क्यान्सर भनेर चाहिँ दुखेर आउँदैन हैन। दुखेको भए मान्छे चाहिँ छिटो हस्पिटल जाने हुन्थ्यो, नदुखिकन आउने, अनि त्यसले गर्दाखेरि चाहिँ यो साधारण होला भनेर सोच्छौँ कि मान्छे धेरै जसोको हाम्रो प्रवृत्ति नै त्यस्तै हुन्छ। अनि दुख्या छैन, यसले केही दुःख दिँदैन भनेर सोच्छौँ। अनि त्यसले गर्दाखेरि धेरै जसो क्यान्सर चाहिँ ढिलो डायग्नोसिस हुन्छ, एकदमै ढिलो। त्यस्तै अब यो खाने नलीहरूतिर यानि हामीले ल्यारिङ्सकै डिफ्रेन्ट भागहरू भन्छौँ हैन, त्यतातिर चाहिँ सुप्राग्लटिस भन्ने एउटा भाग छ हैन, या हाइपोफ्यारिङ्स भन्ने भाग छ। तिनीहरूमा चाहिँ खाँदाखेरि के बिझाए जस्तो, अड्क्या जस्तो हैन हुन्छ, तर दुखेर आउँदैन हैन। अनि यस्तै होला, साधारण होला भनेर हामी हेलचक्राइ गर्छौँ, आफै औषधि पसलमा गएर औषधिहरू खान्छौँ हैन, अनि त्यस्तै बस्यो। अनि त्यसपछि जब खाना निल्नै गाह्रो हुन थाल्छ हैन, अनि अड्क्या जस्तो हुन्छ, या आवाजै बदलिन थाल्छ, या सासै फेर्न गाह्रो हुन थाल्छ, अनि त्यसपछि बल्ल आउँछौँ। या फेरि घाँटीमा गाँठागुठीहरू आउँछन् हैन, अनि त्यसपछि ल यो के रहेछ भनेर देखाउन जान्छ। त्यो भनेपछि त्यसरी गाँठागुठी देखिनु भनेको थर्ड स्टेज त एटलिस्ट पुगिसक्यो हैन। भनेपछि आउटकम पनि यत्तिकै खराब हुने भयो हैन, त्यो भएर ढिलो हुने हो। हामीले अलिकति सुरुमै पत्ता लगाउनको लागि चाहिँ के गर्नुपर्छ त? कति कुराहरू चाहिँ अब सुरुमै पत्ता लगाउन त असम्भवै हुन्छ, तर पनि हामीले ध्यान दिनुपर्ने कुराहरू भनेको अलिकता पनि तपाईँलाई शङ्का लाग्यो हैन, अब उमेरको हिसाबले पनि फरक चाहिँ पर्छ हैन। अब यङ मान्छेहरूमा क्यान्सर एकदमै कम हुन्छ, तर 40-50 वर्ष नागेको मान्छेहरू हैन, घाँटीमा गाँठोहरू देखियो हैन, छाम्दाखेरि आफ्नो औँलाले छाम्दाखेरि आफ्नो औँलाको मोटाइभन्दा ठुलो गाँठो हैन, लिम्फ नोड भन्छौँ हैन, त्यस्तो देखियो। बच्चाहरूमा देखियो भने हात्तिनु पर्दैन, त्यो साधारण इन्फेक्सनहरूले नै हुन्छ हैन। तर नदुख्ने गाँठो त्यस्तो देखिया छ जुन हराउँदैन हप्ता 10 दिनमा हैन, बढ्दै गइरहेछ भने चाहिँ देखाउनै पर्यो। तर त्यो देखिनु भनेको पनि एटलिस्ट थर्ड स्टेज पुगिसक्या हो हैन, त्यो भयो। त्यस्तै अब अरू लक्षणहरू जस्तै बोल्ने यन्त्रको क्यान्सरमा अब एकदमै कमन छ, तर राम्रो पार्ट के छ भने आवाज बिग्रिन्छ सुरुमै, अन्त फैलिँदैन हैन, त्यसको चाहिँ एकदम राम्रो पार्ट चाहिँ त्यो हो। तर 2 हप्तामा हैन, अब चुरोट खाने मान्छेहरू हुनुहुन्छ 40-50 वर्ष नागेको, आवाज बिग्रिरहेछ, 2 हप्तामा निको भएन, त्यो एकचोटि गएर देखाउनै पर्यो यो क्यान्सर होइन भनेर हैन। सुरुमै हामीले पत्ता लगाउन सक्यो भने निको हुने चान्स पनि बढी हुन्छ। त्यस्तै अब नाक बन्द भइरहेछ हैन, 2-3 हप्ता 4 हप्ता भइसक्यो नाक बन्द भएको भई, एउटा मात्र नाक पर्सिस्टेन्टली बन्द भइरहेछ, सिँगानमा रगत मिसेर आउँछ हैन, त्यस्तो छ भने चाहिँ देखाउनु पर्यो हैन। अब पालै पालो नाक बन्द हुने, कहिले एउटा बन्द हुने, कहिले अर्को बन्द हुने, त्यो त साधारण भयो। तर एउटा मात्र नाक बन्द हुने हैन, त्यस्तो छ भने देखाउनै पर्यो। त्यस्तै कहिलेकाहीँ चाहिँ कान दुख्ने हुन्छ हैन, कान दुखेर पनि कहिलेकाहीँ क्यान्सरहरू आउन भन्नाले सुरुमा प्रेजेन्ट गर्न सक्छ हैन। अब त्यस्तोमा चाहिँ जस्तै 1-2 हप्ता भयो हैन, दुखाइ बढ्दै नै गएको छ, कान हेर्दा कानमा कुनै घाउ देखिँदैन तर दुखिरहेछ हैन भने चाहिँ एकचोटि गएर देखाउनु पर्यो हैन। जस्तै नाकको पछाडिको क्यान्सर त्यसरी कानको दुखाइ लिएर आउँछ, त्यस्तै खाने हाइपोफ्यारिङ्स भन्छौँ, त्यसको क्यान्सर पनि कान दुखेर आउने हुन्छ। इभन जिब्रोको पछाडिको भागको क्यान्सर पनि कान दुखेर प्रेजेन्ट गर्छ, जबकि कान नर्मल हुन्छ हेर्दाखेरि हैन। त्यसरी पनि कहिलेकाहीँ मिस हुन्छ। भनेपछि हामीले कान दुख्यो भने त हाम्रो इएनटीका अरूमा पनि क्यान्सर छ कि भनेर शङ्का गर्न सक्ने रहेछ। हामीले त्यो प्राय ओल्ड एज बिरामीहरूमा एउटा मात्र कान दुख्ने हैन, दुखाइ कम हुँदैन, इन्फेक्सनको कुनै लक्षण देखिँदैन हैन, ज्वरो छैन भने चाहिँ हामीले रुल आउट गर्छौँ हैन। हाम्रो त्यो उसमै प्रोटोकलमै पर्छ। त्यो दुखाइ चाहिँ लगातार भइरहन्छ कि बीचमा सन्चो हुने त्यस्तो पनि हुन्छ? अब त्यो हेरिकन हुन्छ, प्राय लगातार नै दुख्ने भइरहेको हुन्छ। त्यो चाहिँ अलिक युनिक हो हैन। तर त्यो हामीले चाहिँ मिस नहोस् भनेर, किनभने त्यो क्यान्सर एकदम सानो हुन्छ, सुरुको हुन सक्छ हैन। इभन
कतिचोटि मैले यस्तो भेटेको छ, अब जिब्रोको पछाडिको भागको सानो घाउ थियो होइन, कान दुखेर आउनु भएको थियो होइन, अनि होइन तपाईँको त हेर्नै पर्छ, यो जिब्रो हेर्नु पर्यो या नाककै पछाडिको भाग हेर्नु पर्यो भनेर नाकको समस्या नहुँदा पनि उहाँलाई जिब्रोमा समस्या नहुँदा पनि हेर्दाखेरि चाहिँ त्यसरी क्यान्सर पत्ता लागेको छ। त्यो भनेको अब त्यो लकी भयो, किनभने मैले एग्रेसिभली अब प्रोएक्टिभली त्यो कुराहरू हेरेँ कि नहेरेको भए त्यो मिस हुन्थ्यो अनि त्यो चाँडै पत्ता लाग्यो, चाँडो पत्ता लाग्यो, ठिक पनि भयो। कस्तो राम्रो त। यी त भए हाम्रो हरेक क्यान्सरका लक्षणहरू होइन। अब लक्षण देखिनुभन्दा पनि देखिएपछि होइन हामीले अब त्यो पत्ता लगाउनको लागि चाहिँ के टेस्ट गर्नु अनिवार्य हुन्छ? अब हरेक त्यही अघि साइट अनुसार होइन डिफ्रेन्ट भागहरू छन्, त्यही अनुसार हाम्रो टेस्टहरू पनि हुन्छ। तर जे भए पनि क्यान्सर प्रुभ गर्नलाई सुरुमा त हामीलाई टिस्यु डायग्नोसिस भन्छौँ, बायोप्सी चाहिन्छ होइन, या अब साइटोलोजिकल डायग्नोसिस होइन। अब गाँठोहरू केही देखियो भने त्यसबाट एफएनएसी जस्तै घाँटीको गाँठोहरू देखियो भने त्यहाँबाट पातलो निडिल राखेर हामीले सिरिन्जले थोरै रगत तानेर त्यसको डायग्नोसिस त्यसबाट टेस्ट गर्छौँ, एफएनएसी भनेर भन्छौँ। त्यस्तै अब कुनै घाउहरू देखियो होइन, अभियस घाउहरू देखियो जस्तै जिब्रोको घाउ देखियो होइन, या नाकमा मासु पलाएको देखियो, त्यसबाट चाहिँ सानो मासुको टुक्रा निकालेर जाँच गर्छौँ होइन, अनि त्यसलाई बायोप्सी भन्छौँ। त्यस्तै बोल्ने यन्त्रको क्यान्सर देखियो होइन, त्यस्तै हामीले एन्डोस्कोपी गर्छौँ होइन। एन्डोस्कोपी कहिलेकाहीँ चाहिँ अनि बेहोस पारेरै भए पनि त्यहाँ गाँठोबाट के भन्छ त्यो घाउहरूबाट चाहिँ मासु निकालेर टेस्ट गर्छौँ होइन। तर अब यसमा के छ भने त्यो त टिस्यु डायग्नोसिस भयो, त्यसपछि रोगको एक्सटेन्ट होइन, अब बाहिरबाट हेर्ने कुरा त छँदैछ, तर भित्रभित्र कहाँसम्म फैलिएको छ होइन, त्यो हेर्नलाई चाहिँ हामीले अब इमेजिङहरू होइन, अब कहिले सिटी गर्ने, कहिले एमआरआई गर्ने होइन, त्यस्तै पर्यो भने कहिलेकाहीँ पेटी स्क्यानहरू गर्ने होइन। त्यो चाहिँ अब हेरिकन विभिन्न रोगहरू हेरिकन, कहिलेकाहीँ थाइरोइडको क्यान्सर छ त्यसमा अल्ट्रासाउन्ड मात्रले नि पुग्छ होइन, कतिपय जस्तो सिचुएसनमा त्यो चाहिँ हामीले त्यसरी डिसाइड गर्छौँ होइन। पहिला भनेपछि हाम्रो इभ्यालुएसन हुन्छ होइन, क्लिनिकल इभ्यालुएसन भन्छौँ, त्यसपछि टिस्यु डायग्नोसिस या साइटोलोजिकल डायग्नोसिस गर्छौँ, त्यसपछि इमेजिङ, अनि यो सबै गरेर हामीले स्टेजिङ गर्छौँ होइन। स्टेजिङ भनेको चाहिँ अब फर्स्ट स्टेज, सेकेन्ड स्टेज, थर्ड स्टेज होइन, या फोर्थ स्टेज के छ, किनभने त्यो अनुसार ट्रिटमेन्ट हाम्रो चेन्ज हुन्छ। यो अब सामान्यतः सुन्दाखेरि कुन स्टेजको क्यान्सर हो भनेर सोधिन्छ क्या, क्यान्सर भन्ने बित्तिकै अब फर्स्ट स्टेज, सेकेन्ड स्टेज होइन, फोर्थ स्टेजमा पुगिसकेछ भनेर भन्छौँ। यो स्टेजहरू चाहिँ कति हुन्छन् र कस्तो अवस्थालाई पहिलो स्टेज भनिन्छ होइन, अझ अर्ली स्टेज पनि भनिँदो रहेछ होइन। कुन अवस्था फर्स्ट स्टेज हुन्छ होइन, त्यसमा कस्तो हुन्छ, सेकेन्ड, थर्ड, फोर्थ हुँदै गएपछि त्यो अरू अङ्गमा पनि सर्ने हुन्छ या के हुन्छ, कस्तोलाई यो स्टेज भनिन्छ? अब यो स्टेज भनेको चाहिँ हाम्रो विभिन्न कारणले स्टेजिङ गरे हो होइन। एउटा त ट्रिटमेन्ट प्रोटोकल डिफाइन गर्नलाई होइन, कसरी ट्रिटमेन्ट गर्ने, त्यसपछि कम्युनिकेसनलाई होइन, डकुमेन्टेसनलाई होइन, र सबै पेसेन्टलाई एकरूपता होइन, एक किसिमले ट्रिटमेन्ट गर्नलाई र इभिडेन्स पनि जेनेरेट गर्नलाई यसरी स्टेजिङ गरिया हो होइन। अनि अब यो स्टेजिङ चाहिँ हरेक अर्गनको डिफ्रेन्ट छ होइन। अब यसमा चाहिँ मेन 3वटा चिज हेर्छौँ होइन, नाक कान घाँटीको क्यान्सरमा मेन 3वटा चिज। एउटा भनेको टी हेर्छौँ, टी भनेको ट्युमरको साइज होइन, लोकेसन होइन, कुन कुन पार्टलाई इन्भल्भ गरेको छ होइन। त्यसपछि अब नोड एन होइन, एन भनेको चाहिँ अब घाँटीमा लिम्फ नोडहरू हुन्छ होइन, त्यसमा फैलिएको छ छैन होइन, त्यो हेरेर एन स्टेजिङ। अनि एम भनेको चाहिँ मेटास्टासिस होइन, यानि जुन ठाउँमा क्यान्सर छ, यानि नाक कान घाँटी भन्दा पर होइन, जस्तै छातीमा यानि फोक्सोमा, हड्डीमा होइन, या दिमागमा या कलेजोमा होइन, तिनीहरूमा फैलिसकेको छ भने एम भन्छौँ होइन, M1 भन्छौँ, छैन भने M0 भन्छौँ होइन। अब त्यो अनुसार चाहिँ स्टेजिङ हामीले स्टेज ग्रुपिङ गर्छौँ। मेन कन्सर्न चाहिँ हाम्रो भनेको चाहिँ निको बनाउने या निको बनाउन नमिल्ने होइन। क्यान्सर भनेपछि मान्छेले आत्तिने भनेको ल अब निको हुन्छ कि हुँदैन, त्यही सबैलाई अब क्यान्सर लाग्यो। स्टेजिङ गरेपछि हामीले चाहिँ त्यो कुरा डिसाइड गर्छौँ। अन्त फैलिसकेको छ भनेपछि हामीले निको बनाउने हिसाबले कुरा गर्न गाह्रो हुन्छ प्राय जसो हेड एन्ड नेक क्यान्सरमा, एक्सेप्ट थाइरोइड क्यान्सर है त। मैले एक्सेप्सनमा राखेँ थाइरोइड क्यान्सर। थाइरोइड क्यान्सरको चाहिँ अन्त फैलिसकेको छ भने पनि उपचार गर्न सकिन्छ होइन, त्यो कुरा हामी पछि गरौँला। तर प्राय जसो हाम्रो स्क्वामस सेल कार्सिनोमा भन्छौँ
नाक कान घाँटीमा देखिने भनेको मोर देन 80-85% क्यान्सरहरू स्क्वामस सेल कार्सिनोमा नै हुन्छ थाइरोइडलाई एक्सक्लुड गर्यो भने। त्यसमा चाहिँ डिस्टेन्ट मेटास्टासिस भइसकेको छ भने हामीले निको बनाउने चाहिँ चान्सेस धेरै कम हुन्छ हैन। त्यसपछि त्यसलाई चाहिँ हामी 4th स्टेजमा पनि 4thको 4C भन्छौँ हैन, त्यसरी चाहिँ गर्छौँ। त्यसपछि M0 यानि अन्त फैलेको छैन भनेपछि बाँकी त्यसपछि अब N र T बाट डिसाइड गर्ने हो हैन। अब टीमा हेर्दाखेरि चाहिँ एउटा ट्युमरको साइज हैन, त्यसपछि कतिवटा अर्गन एडजेसेन्ट अर्गन जस्तै बोल्ने यन्त्रको क्यान्सरको कुरा गरौँ भने हैन, ट्युमरको साइज कत्रो छ, कतिवटा भोकल कर्डको इन्भल्भमेन्ट भएको छ हैन, त्यसपछि भोकल कर्ड बोल्ने यन्त्रभन्दा अलिकता बाहिर निस्किया छ कि छैन हैन, त्यो कुरकुरे हड्डी हुन्छ थाइरोइड कार्टिलेज भन्छौँ, त्योभन्दा बाहिर आएको छ कि छैन हैन, त्यस्तो कुराहरूले चाहिँ स्टेजिङ फरक पार्छ हैन। त्यस्तै अब जिब्रोको क्यान्सर भनौँ भने साइजले हैन, जस्तै 2 सेन्टिमिटर भन्दा सानो छ कि 2 देखि 4 सेन्टिमिटर छ कि 4 सेन्टिमिटर भन्दा ठुलो छ कि हैन, छेउछाउको हड्डीहरूलाई छोको छ कि छैन हैन। त्यस्तै त्यसको डेप्थ अफ इन्भेजन एउटा नयाँ टर्म यो 2018 देखि AJCC 8 भनेर छ, त्यसमा चाहिँ युज हुन थालेछ जिब्रोको क्यान्सर या मुखको क्यान्सरको लागि हैन। भनेपछि देखिने भागको क्यान्सर हामीले छाम्दाखेरि कहिलेकाहीँ माथिबाट हेर्छौँ तर भित्र कति भित्रसम्म गएको रहेछ हैन, त्यसलाई चाहिँ डेप्थ अफ इन्भेजन भन्छौँ हैन। त्यस्ता कुराहरूले पनि स्टेजिङलाई चाहिँ फरक पार्छ। टी स्टेजिङ हैन। अब एन स्टेजिङ भनेपछि अब त्यो छेउछाउको गाँठोमा चाहिँ त्यहाँ प्राय स्क्वामस सेल कार्सिनोमा चाहिँ एउटै किसिमको स्टेजिङ फलो हुन्छ। थाइरोइडको, नेजोफ्यारिङ्सको, यिनीहरूको चाहिँ एन स्टेजिङ पनि डिफ्रेन्ट छ हैन। अब यो कुराहरू चाहिँ अब बुझाउन गाह्रो हुन्छ हैन, तर यो चाहिँ यसमा के भन्छ भने कतिवटा गाँठोमा फैलिएको छ, कत्रो साइजको छ गाँठो हैन, घाँटीको दुवैतिर छ कि छैन हैन, त्यस्तो कुराहरूले चाहिँ एन स्टेजिङलाई फरक पार्छ हैन। तर यो बुझ्नु पर्यो कि प्राय हेड एन्ड नेक क्यान्सरमा घाँटीको गाँठोमा फैलिसकेका छ भने त्यो चाहे T1 होस् T2 होस् त्यो चाहिँ 3rd स्टेज नै हुन्छ हैन। 1st 2nd स्टेजको कुरै छोडिदिउँ हजुर हैन, 3rdमा पुग्यो, सिधै 3rd स्टेज पुग्यो घाँटीको गाँठोमा फैलियो भने हैन। र 3rd स्टेजलाई हामीले लोकली एडभान्स्ड क्यान्सर भन्छौँ हैन। T1 T2 र N0 यानि कि घाँटीको गाँठोमा फैलिया छैन हैन, T2 सम्मको क्यान्सर यानि ट्युमरको साइज जुन ठाउँमा क्यान्सर छ त्यहाँसम्म मात्रै छ, अन्त कतै फैलिएको छैन, साइज लेस देन 4 सेन्टिमिटर ओभरअल, यति ग्रसली कुरा गर्दाखेरि भनौँ भने त्यस्तोमा चाहिँ हामीले अर्ली स्टेज क्यान्सर भन्छौँ हैन। त्यस्तोलाई चाहिँ हामीले निको बनाउने चान्स एकदम धेरै हुन्छ हैन। 3rd स्टेजमा पुगेको भए पनि हैन, 1st 2nd मात्रै भयो त्यो अर्ली स्टेज अर्ली स्टेज हैन। अनि जब त्यो घाँटीको गाँठोमा फैलिसक्यो भनेपछि त्यो 3rd स्टेज हैन। त्यो चाहिँ इभन साइजको हिसाबले T1 T2 मात्रै भए पनि N+ हुने बित्तिकै 50%ले सर्भाइभल कम हुन सक्छ हैन। मानौँ न कुनै क्यान्सरको अब सर्भाइभल 50% रहेछ T1 या T2 को, या 70-80% रहेछ, मानौँ न 70% रहेछ भनेपछि N+ हुने बित्तिकै त्यो चाहिँ 50% 40% मा झर्छ। जस्ट ओभरअल कुरा गर्दाखेरि हैन, स्पेसिफिक अर्गनको फरक हुन्छ हैन। थाइरोइड क्यान्सरको अहिले कुरा गरेको छैन मैले हैन, थाइरोइडको छुट्टै कुरा गर्छौँ हामी। हजुर। अब त्यही भएर स्टेजिङ भनेको चाहिँ अब कहिलेकाहीँ चाहिँ फाइनल स्टेजिङ भनेको अपरेसन पछि मात्रै पनि आउँछ हैन, किनभने त्यो चाहिँ फाइनल स्टेजिङ भनेको अब M0 छ यानि अन्त कतै फैलिएको छैन भनेपछि मात्र हामीले अपरेसन गर्छौँ। अपरेसन गरेपछि त्यसपछि हामीले हिस्टोप्याथोलोजी यानि फाइनल डायग्नोसिसको लागि पठाउँछौँ हैन। अनि त्यसपछि बल्ल फाइनल स्टेजिङ आउँछ। कहिलेकाहीँ बिरामीले सोध्नुहुन्छ अलिक स्टेज कति हो हैन। अब त्यो चाहिँ हामीले क्लिनिकल स्टेजिङ यानि प्लान गर्नलाई एउटा गर्छौँ, तर फाइनल स्टेजिङ प्याथोलोजिकल स्टेजिङ आइसकेपछि बल्ल अनि हाम्रो फाइनल स्टेजिङ आउँछ हैन। त्यसपछि बल्ल प्रोग्नोसिसको कुराहरू आउँछ। सबैलाई त्यही टेन्सन हुन्छ कुन स्टेजमा छ र निको हुन्छ कि हुँदैन हैन, त्यो नै हुन्छ नि त सबैलाई। कहिलेकाहीँ हामीले अब स्टेज 3 भनेर अपरेट गरेर आउँछौँ, स्टेज 2 पनि आइदिन्छ हैन, अपरेसन त्यो पनि हुन्छ हैन। अब कहिलेकाहीँ क्लिनिकली हामीले घाँटीको गाँठोमा फैलिसकेका भन्ठाने हुन्छौँ हैन, तर त्यो इन्फेक्सनले मात्र ठुलो भएको हुन सक्छ, तर त्यसमा ट्युमर नदेखिन सक्छ हैन। त्यो भयो भने चाहिँ बिरामीको लागि राम्रो भयो हैन। त्यस्तोमा अब त्यस्तो पनि फरक पर्छ। त्यही भएर हैन, पहिला त अब स्टेज 3 भन्नुभएको थियो, अहिले कसरी स्टेज 2 भयो भनेर पनि कन्फ्युजन चाहिँ हुन्छ। यी क्यान्सरहरूको नि डाक्टर साहब कारण चाहिँ के हो?
खास क्यान्सर लाग्ने कारणहरू के हो? कारण ठ्याक्कै भन्न पर्दाखेरि चाहिँ अब जस्तै प्राय देखिने कमनली अब हाम्रो सुर्तीजन्य पदार्थहरू होइन, रक्सीहरू, तिनीहरूको सेवनबाट हुने हो होइन। त्यसपछि अब नेजोफ्यारेन्जियल कार्सिनोमाहरू चाहिँ अब उसमा सर्टेन रेसियल पनि देखिया छ होइन। जस्तै अब हाम्रैमा पनि राई लिम्बूहरूमा होइन, यिनीहरूमा बढी देखिया छन् होइन। इभन चाइनाको पनि सर्टेन एरियाजहरूमा बढी देखिया छ होइन। अब स्मोक्ड फिसहरू, त्यो पोलेको माछाहरू त्यस्तो खानेहरूमा होइन। अब तिनीहरूले गर्दा हो, यानि इन्भाइरोमेन्टल फ्याक्टर्स हो कि के हो त्यो भन्न गाह्रो छ होइन। अब थाइरोइड क्यान्सर के कारणले भयो थाहा नै हुँदैन होइन। थाहा भएको भए चाहिँ अब प्रिभेन्सन गर्न सजिलो हुन्थ्यो होइन। तर ओभरअल भन्नुपर्दाखेरि अब यो सुर्तीजन्य पदार्थहरू होइन, सुपारीहरू, तिनीहरू चाहिँ मुखको क्यान्सरको लागि चाहिँ एकदमै प्रुभन छ होइन। धुम्रपानले पनि गराउँछ होइन। बढी त फोक्सो क्यान्सर हो, तर पनि यो धुम्रपान प्लस अब यो टोब्याको चिविङले चाहिँ मुखको क्यान्सरहरू गराउने नै भयो होइन। तर धुम्रपान प्लस मद्यपान दुइटै भयो भने चाहिँ बोल्ने यन्त्रको क्यान्सरहरू हुने चान्स होइन, हाइपोफ्यारिङ्स भन्छौँ, त्यसको क्यान्सर हुने चान्स एकदमै हाई हुन्छ। एड हुन्छ दुइटैको इफेक्ट भनौँ न। त्यही त अब हेर्नु न, त्यो खैनी चुरुटले भन्नुभयो, खैनी सुर्तीजन्य पदार्थले भन्नुभयो, त्यही सुर्तीको प्याकेटभित्र बाहिर चाहिँ यत्रो त्यो क्यान्सर भएको फोटो राखेको हुन्छ, रही पनि खान्छन् त के गर्नु भने। अब त्यही हो, मान्छेलाई नभई नहुने हो, लत पर्या हुन्छ। तर अब जे होस् एकचोटि सुरु गरिसके मान्छेलाई छुटाउन त गाह्रै हुन्छ होइन। तर सुरु नगरेहरूले चाहिँ यो बुझिदिनु पर्यो कि नगरेकै राम्रो हो होइन। अब एटलिस्ट त्यसले गर्दाखेरि चाहिँ फ्युचर जेनेरेसनले सुरु नगर्ला कि भनेर आशा गर्नु पर्ला। गभर्मेन्टले ट्याक्स कति बढाउने होइन, ट्याक्स बढाए पनि मान्छेले खाइहाल्छन् होइन। कति महँगो छ होइन, त्यही पनि खान्छन्। यो मुखमा नि कति मान्छेहरूको चाहिँ घाउ देखिरहन्छ होइन, अनि घाउ भयो भने सन्चो नहुने त्यस्तो समस्या पनि देखिन्छ। यो घाउ आएर सन्चो नहुने, धेरै समयसम्म सन्चो नहुने, यो पनि क्यान्सरको सङ्केत हुन सक्छ। अब ओभरअल यत्तिकै कुरा गर्दाखेरि क्यान्सरको लक्षण कस्तो हुन्छ भने, एउटा चाहिँ यो सबएक्युट भनेर भन्ने टर्म युज गर्छौँ कि होइन। 1 महिना 2 महिनाको बिचमा चाहिँ एकदम छिटो समस्या बढ्ने होइन। अब इन्फेक्सनहरू हो भने चाहिँ एकदमै एक्युट प्रब्लम हुन्छ, यानि कि 1-2 हप्ताभित्रमै त्यो समस्या बढी भए हुन्छ। तर क्यान्सरको चिज चाहिँ कस्तो हुन्छ भने के भन्छ, यो 1-2 महिनामा ऱ्यापिडली प्रोग्रेसिभ होइन, त्यस्तो हुन्छ। वर्षौँसम्म हुने होइन, जस्तै कुनै लक्षण 1 वर्ष 2 वर्षदेखि जिउको तिउँ छ भनेपछि त्यो क्यान्सर हुने चान्स एकदम कम छ होइन। त्यसमा चाहिँ अरू क्रोनिक कन्डिसनहरू, क्रोनिक इन्फेक्सनहरू भन्छौँ या अटोइम्युन कन्डिसनहरू होइन, त्यस्तोहरू चाहिँ हामीले सोध्छौँ। तर सुरु हुँदाखेरि त अब हामीले अघि भने जस्तै होइन, मुखमा कुनै घाउ आयो 2 हप्तामा निको भएन, एकचोटि चाहिँ देखाउनै पर्यो होइन, त्यो क्यान्सर हो कि होइन भनेर। 2 हप्तासम्म पनि निको भएन भने होइन, साधारण इन्फेक्सन हो, चोट लागेको छ, त्यो प्राय निको हुन्छ होइन। तर 2 हप्तामा त्यो निको भएन भने एकचोटि क्यान्सर होइन भनेर एकचोटि प्रुभ गराउनै पर्छ होइन। त्यो चाहिँ भयो भने एकदम छिटो हामीले रोग पत्ता लगाउन सक्छौँ। कति बिरामी हुनुहुन्छ होइन, उहाँहरू यसले त दुःख दिएको छैन, यो त आफै ठिक हुन्छ होला, केही गरेको छैन भनेर। कुनै क्यान्सर यस्तो प्रवृत्तिको पनि हुन्छ, वर्षौँसम्म रहन्छ कि होइन। हिजो भर्खर एकजना बिरामी आउनु भएको थियो, उहाँको गालामा घाउ छ होइन, त्यो 1 वर्षभन्दा बढी भइसक्यो, साइज चाहिँ ठुलै छ, हेर्दा हामीलाई क्यान्सर जस्तो लाग्छ होइन। तर बायोप्सी पनि गरौँ, त्यसमा नेगेटिभ छ होइन। कहिलेकाहीँ एकदम सुपरफिसियल टिस्यु पर्छ कि बायोप्सी गर्दा होइन। अनि अब भित्र गएर गरौँ भनेपछि अलिकता ब्लिडिङ हुने रिस्क होइन, अलि यानि गहिरो टिस्यु निकालौँ भने, अनि त्यस्तोमा चाहिँ कहिलेकाहीँ गाह्रो चाहिँ गर्छ होइन। उहाँलाई होइन यो क्यान्सर होइन जस्तो लाग्छ, तर हामीलाई लाग्छ यो क्यान्सर हो। त्यस्तोमा चाहिँ अब भनौँ न अलिक राम्रो खाले क्यान्सर होला होइन, किनभने त्यसले अलि धेरै दुःख दिएन, त्यही भएर उहाँलाई चाहिँ यो साधारण जस्तो लागे हुनसक्छ होइन। कहिलेकाहीँ कन्फ्युजन चाहिँ हुन्छ। अनि अर्को कुरा नि डाक्टर साहब, जस्तै अब लामो समयसम्म अघि यहाँले भन्नुभयो स्वर बस्दाखेरि पनि बस्ने पनि लक्षण हुन्छ क्यान्सरको भन्नुभयो होइन। कति समयसम्म स्वर बस्यो भने चाहिँ डराउने, क्यान्सर हो कि भनेर शङ्का गर्ने? यो एक्युट ल्यारिन्जाइटिस एकदम कमन भनेको चाहिँ भाइरल इन्फेक्सनहरूले हुने हो होइन। अब साधारण रुघाखोकी लागेपछि कसैको आवाज ठ्याप्पै बस्ने हुन्छ होइन। त्यसपछि त्यस्तो चाहिँ प्राय 2 हप्तामा निको हुन्छ होइन, यदि राम्रो केयर गर्यो भने होइन। तर अब 40 वर्ष कटेको मान्छे हुनुहुन्छ, चुरोट सेवन गर्नुहुन्छ होइन, अनि र 2 हप्तामा आवाज निको भएन भने होइन, अनि त्यस्तोमा चाहिँ क्यान्सर हो कि भनेर एकचोटि शङ्का चाहिँ गर्नु पर्यो। अब यो भनिराख्दाखेरि होइन, अस्ति भर्खर एउटा हामीले 20 वर्षको
केटी मान्छेमा हैन त्यसरी आवाज बदलेको भनेर अनि जाँच गर्दाखेरि क्यान्सर देखियो हैन उहाँलाई हामीले अब लेजर प्रविधिबाटै अपरेसन गर्यो अहिले राम्रो हुनुहुन्छ हैन अनि अब त्यस्तो पनि हुन्छ अब 20 वर्षको मान्छेमा कसरी क्यान्सर देखियो हैन हामी आफै अचम्म छौं हैन अब जेनेटिक कजहरु पनि हुन्छ तर पोसिबल चाहिँ छ अलिकति हामी थाइरोइड क्यान्सरको कुरा गरौँ हैन थाइरोइड क्यान्सर के हो हैन यो कसरी हुन्छ कसरी त अब थाहा छैन हैन कारण अझैसम्म पनि थाहा छैन है थाइरोइड क्यान्सरको कतिमा जेनेटिक हुन्छ तर एकदम कम कन्डिसन कम मान्छेमा प्राय देखेकै छैन भनौं न हैन अब हेरिडिटरी क्यान्सरहरुमा अब पहिला त अब यो भनौं थाइरोइड क्यान्सरमा पनि डिफरेन्ट टाइप्सको क्यान्सर हुन्छ पहिला त्यो बुझौं हैन ए थाइरोइड क्यान्सरमा पनि फरक हुन्छ हैन अनि जस्तै त्यसमा प्यापिलरी क्यान्सर भन्छौं हैन प्यापिलरी कार्सिनोमा थाइरोइड त्यो चाहिँ एकदमै कमन हैन साधारणतया हामीले कुरा गर्दाखेरि थाइरोइडको क्यान्सर भन्यो भने प्यापिलरी कार्सिनोमा नै भनेर बुझ्छौं हैन तर त्यो अलमोस्ट 80-90% मान्छेमा देखिन्छ त्यसपछि कमन भनेको फोलिकुलर क्यान्सर भन्छौं हैन फोलिकुलर कार्सिनोमा अफ थाइरोइड हैन अनि त्यसपछि आउँछ मेडुलरी कार्सिनोमा अफ थाइरोइड हैन यो मेडुलरी चाहिँ धेरै जसो हेरिडिटरी पनि हुने हुन्छ सबै त होइन तर अरु थाइरोइडको क्यान्सर भन्दा मेडुलरी क्यान्सर चाहिँ हेरिडिटरी हुने चान्स बढी हुन्छ हैन अनि त्यसपछि अर्को आउँछ सबसे नराम्रो भनेको एनाप्लास्टिक क्यान्सर हैन हुन अरु पनि हुन्छ अरु ठाउँको क्यान्सर पनि थाइरोइडमा फैलिने हुन्छ या लिम्फोमा नै भन्ने पनि हुन्छ हैन तर प्राय जसो हामीले थाइरोइडको क्यान्सर कुरा गर्यौं भने यही चार टाइपको प्यापिलरी कार्सिनोमा थाइरोइड फोलिकुलर कार्सिनोमा थाइरोइड मेडुलरी कार्सिनोमा थाइरोइड र एनाप्लास्टिक कार्सिनोमा थाइरोइडको कुरा गर्छौं हैन अनि अहिले अब नयाँ चाहिँ अन्कोसाइटिक कार्सिनोमा भन्ने पनि आछ हैन पहिला चाहिँ फोलिकुलर कार्सिनोमाकै भेरिएन्ट भन्थ्यो त्यो हैन तर अब सबसे राम्रो प्रोग्नोसिस यसमा अब पहिला त वर्स्ट प्रोग्नोसिसको कुरा गरौँ हैन लेस देन 1% मा देखिने भनेको चाहिँ एनाप्लास्टिक कार्सिनोमा थाइरोइडको हो हैन त्यो चाहिँ एकदमै र्यापिडली प्रोग्रेसिभ हुन्छ र्यापिडली डिटोरिएटिङ हैन एकदम समस्या दिने हेर्दा हेर्दै केही नगर्न सक्ने अवस्थामा पुग्छौं हामीले छोटै समयमा एकदम छोटो 6 महिना वर्ष दिनमै एकदमै हेर्नै नसक्ने हुन्छ हैन त्यस्तो समस्या हुन्छ त्यसमा हजुर हैन तर अरु क्यान्सरको चाहिँ उपचार राम्रो छ पर्टिकुलरली प्यापिलरी कार्सिनोमा थाइरोइड जुन कमन छ त्यसको चाहिँ भन्नु पर्दाखेरि क्युर भनेको मोर देन 90% छ हैन क्यान्सर हजुर थाइरोइड क्यान्सरको मोर देन 90% क्युर रेट हैन अब यसको अर्को इन्ट्रेस्टिङ एस्पेक्ट के छ भने अरु क्यान्सरहरुमा एजले स्टेजिङमा फरक पार्दैन हैन तर यसमा चाहिँ यो क्यान्सरमा फोलिकुलर कार्सिनोमा थाइरोइड र प्यापिलरी कार्सिनोमा थाइरोइडमा चाहिँ एजले पनि यानी अहिलेको स्टेजिङ सिस्टमले 55 इयर्स कट अफ राखेको छ हैन सो लेस देन 55 र मोर देन 55 हैन सो लेस देन 55 मा चाहिँ स्टेज 4 स्टेज 3 भन्ने हुँदैन हैन कि स्टेज 1 हुन्छ हजुर हैन कि स्टेज 2 हुन्छ इन्ट्रेस्टिङ कुरो हैन स्टेज 2 भनेको थाइरोइड ग्रन्थि भन्दा अन्त यानी पर फोक्सोतिर हैन कतै फैलियो भने हड्डीतिर दिमागतिर फैलियो भने त्यो स्टेज 2 हुन्छ हैन भने त्यो जेसुकै भए पनि स्टेज 1 मात्रै हुन्छ हैन अब त्यो किन गरेको भनेपछि त्यसको क्युरको चान्स एकदम राम्रो छ हैन यानी फोक्सोमा हड्डीमा फैलियो भन्दैमा अब यो उसको उपचार सम्भव छैन भनेर चाहिँ सोच्नु भएन मैले यसैमा जोडेर सर किनभने त्यो थाइरोइडको क्यान्सर हो स्टेज 2 पुग्यो यो चाहिँ फोक्सो अथवा कुनै अङ्गमा सरिसक्यो फैलिसक्यो हो लेस देन 55 मा 55 अनि यो चाहिँ उता फैलेको पनि ठीक हुन्छ सन्चो हुन्छ र यताको पनि दुबै सन्चो हुन्छ हजुर अब 100% अब जस्तै अन्त फैलिएको छ भने 100% निको हुन्छ भनेर त भन्न गाह्रो हुन्छ हैन तर त्यसलाई पनि अब भन्नाले क्यान्सरले गर्दाखेरि जुन डेथ हुने चान्स हुन्छ नि त्यो चाहिँ एकदमै कम हुन्छ के हैन सर्भाइभल भनेको अब 5 इयर सर्भाइभल हामीले क्यान्सरको कुरा गर्दाखेरि यो क्युर हुने कुरा गर्दाखेरि 5 इयर सर्भाइभलमा कुरा गर्छौं के हैन अब अल्टिमेटली अब त्यो अन्त फैलेको रोगले दुःख दिन चाहिँ सक्छ हैन तर 5 वर्षमै चाहिँ दिदैन हैन त्यसको कुरा गर्ने हो भने 10 इयर 20 इयर सर्भाइभलको कुरा गर्नुपर्छ हैन 10 वर्षपछि के होला 20 वर्षपछि के होला हैन 5 वर्षमा त यसले पक्कै पनि दुःख दिदैन त्यो चाहिँ ढुक्क भयो हुन्छ मैले यसमा नि नबुझेको कुरा एउटा सोधेर छ जस्तै सपोज फोक्सोकै क्यान्सर छ फोक्सोकै क्यान्सरले फोक्सोमा गर्ने असर र जुन थाइरोइडको क्यान्सर छ फोक्सोसम्म फैलियो त्यसले गर्ने फोक्सोलाई गर्ने असरमा चाहिँ कतिको फरक हुन्छ त्यो त एकदम फरक हुन्छ हो उपचार नै फरक हुन्छ भनेपछि यताबाट फैलिएको फरक हुन्छ र त्यही
चाहिँ क्यान्सर उत्पन्न भएको फरक। अब जस्तै थाइरोइडको क्यान्सर फोक्सोमा फैलिएको छ भने त्यसलाई स्टिल हामीले चाहिँ एउटा त के भन्छ स्टेज 2 सम्म मात्रै मान्छौँ, लेस देन 55 छ भने त्यसलाई हामीले क्योर पनि गर्न सक्छौँ। त्यस्तोमा चाहिँ हामीले रेडियो आयोडिन एब्लेसन भन्छौँ हैन। पहिला त अपरेसन गरेर थाइरोइड ग्रन्थि प्लस अब गाँठोहरू कतै छ भने घाँटीमा नेक डिसेक्सन भन्छौँ, त्यो निकाल्ने हो। त्यसपछि हामीले आयोडिन खुवाएर फोक्सोको क्यान्सरलाई पनि मार्न सक्छौँ हैन। अब कहिलेकाहीँ सिंगल सिटिङमा हुन्छ, कहिलेकाहीँ 2 चोटि 3 चोटिसम्म पनि गरिया छ हैन, तर त्यो क्यान्सरलाई चाहिँ मार्न सकिन्छ। अब सामान्यतः हामीले बुझ्दाखेरि त हैन, किनभने क्यान्सर एक ठाउँमा थियो अर्को ठाउँमा पनि फैलियो भनेपछि त त्यसैको क्यान्सर भयो अथवा त्यो फैलेर चाहिँ त्यति नै असर गर्छ भन्ने बुझिन्छ नि त, तर त्यो होइन रहेछ है। होइन, त्यही भएर हामीले चाहिँ थाइरोइडको क्यान्सर लागेछ भन्दैमा नआत्तिनुस् हैन। यसको कमन छ हैन, कमन भए पनि र क्यान्सरै भन्ने शब्द भए पनि यसमा चाहिँ मोर देन 90% हामीले चाहिँ निको बनाउन सक्छौँ। तर खाली कुरो के छ भने सर्जरी चाहिँ राम्रो हुनु पर्यो हैन, किनभने फर्स्ट सर्जरी त्यसमा पनि, किनभने फर्स्ट सर्जरीमा राम्रो सर्जरी भयो भने क्योरको चान्स एकदमै धेरै हुन्छ। किनभने सब्सिक्वेन्ट सर्जरिजहरू चाहिँ एकदम गाह्रो हुन्छ कि हैन। बाइ चान्स अब रिकरेन्स भयो या हामीले अपरेट गरिसकेको ठाउँमा फेरि रोग बाँकी रहेछ, फेरि निकाल्नु पर्ने भयो हैन, त्यो भयो भने फर्स्ट सर्जरी गर्नुभन्दा सेकेन्ड सर्जरीमा चाहिँ एकदमै गाह्रो हुन्छ। अब थाइरोइड क्यान्सरमा हामी प्राय कुरा गर्दाखेरि चाहिँ आत्तिने भनेको चाहिँ आवाज जान्छ कि हैन, र शरीरमा क्याल्सियमको कमी हुन्छ कि हैन, त्यो दुईटा कुराले कन्सर्न हुन्छ हैन। अब अरू कुराहरू त अब जस्तै इन्फेक्सन हुने, ब्लिडिङ हुने हैन, त्यो कुराहरू त अचेल त हामी एकदमै रेयर भइसकेको छ हैन, हाम्रो यो टेक्निकहरूले गर्दाखेरि, प्रविधिको विकासले। इभन अब हामीले यस्तो पनि भन्छौँ अचेल थाइरोइड क्यान्सरमा हामी ब्लड पनि एरेन्ज गर्दैनौँ। पहिला त ब्लड एरेन्ज नगरेसम्म थाइरोइडको अपरेट नगर्ने भन्थ्यो हैन, ब्लड चाहिन्छ ब्याकअप नभइकन गर्दैनौँ भनेर। तर अचेल हामीले ब्लड एरेन्ज गर्नै छोडिसक्यौँ। अहिलेसम्म मैले यत्रो सर्जरी 1000 जनाभन्दा बढीको अपरेसन गरिसकेँ थाइरोइडको हैन, तर ब्लड ट्रान्सफ्युजन चाहिँ हार्डली 1-2 जनामा हैन गर्नु परेछ, त्यो पनि एकदमै एडभान्स्ड केसहरूमा, नभए त गर्नै परेको छैन। त्यही भएर अचेल हामीले ब्लड पनि एरेन्ज गर्दैनौँ हैन, त्यो एउटा एस्पेक्ट छ भने। अब मेन चाहिँ कन्सर्न भनेको त्यही दुईटा, आवाजको कुरो र क्याल्सियमको कुरो हैन। अब लाइफ लङ थाइरोइडको औषधि त खानै पर्यो थाइरोइड ग्रन्थि निकालेपछि हैन। अनि तर त्यही हो कि क्याल्सियमको मात्रा कन्ट्रोल गर्ने शरीरमा भनेको थाइरोइड ग्रन्थिकै वरिपरि प्याराथाइरोइड ग्रन्थि भन्छौँ हैन, त्यसले शरीरमा चाहिँ क्याल्सियमको मात्रा कन्ट्रोल गर्छ। अब शरीरमा एटलिस्ट 4वटा हुन्छ, त्यसमा 2टा मात्रै पनि बचाउन सक्यौँ भने क्याल्सियमको कमी हुने चान्स एकदम कम भएर जान्छ हैन, अलमोस्ट नेग्लिजिबल नै हुन्छ। अब टेम्पोररी चाहिँ हुन सक्छ हैन, अब किनभने क्यान्सरको सर्जरी गर्दाखेरि बेनाइन भन्दा अलिकता डिफ्रेन्ट हुन्छ हैन। हामीले छेउछाउको गाँठोहरू पनि चलाउने अलि बढी एग्रेसिभली गरेर हुन्छौँ, तर पनि हामीले अब प्याराथाइरोइड ग्रन्थिको भास्कुल्यारिटी भन्छौँ, रगतको नसाहरू जुन रगत पुर्याउने नसाहरू हुन्छ आर्ट्रीहरू, तिनीहरूलाई प्रिजर्भ गरेर गर्छौँ हैन। 2टा सकेसम्म 2टा त बचाउँछौँ नै हैन। अब 2टा भन्दा बढी बच्यो भने त झन् राम्रो। क्याल्सियमको कमी टेम्पोररीली यानि अलिकता 3-4 महिना 6 महिना खानुपर्ने त्यो हुनसक्छ, तर लाइफ लङ खानुपर्ने चाहिँ हुँदैन हैन। अचेल धेरै कम, लेस देन 5-10% भइसकेको छ हैन। अब मैले क्यान्सरकै एक्सटेन्सिभ सर्जरीहरू गर्दाखेरि पनि एकदमै कम देखिन्छ हैन अचेल। अब त्यो इन्टरनेसनल लिटरेचरसँग कम्पेयर गर्यो भने पनि लगभग त्यस्तै नै देखाउँछ हैन। त्यो भनेको अब खुसीको कुरो नै भन्नु पर्यो हैन। अब त्यसपछि अर्को कुरो भनेको चाहिँ बोल्ने यन्त्रलाई सञ्चालन गर्ने नसा। अब अनफर्चुनेटली भनौँ यदि ट्युमरले नै नसालाई असर गरिसकेको रहेछ भने त अब केही गर्न सकिएन हैन। तर नसालाई त्यसरी असर गरेको छैन हैन, जुन कि हामीले अपरेसन भन्दा पहिले पनि हेर्छौँ हैन, चाहे इमेजिङ गरेर हैन, सिटी स्क्यानहरू गरेर या अल्ट्रासाउन्डबाट, र त्यसले राम्रो काम गरेको छ छैन त्यो चाहिँ एन्डोस्कोपी गरेर कन्फर्म गर्छौँ हैन। बोल्ने तार राम्ररी चल्या छ छैन हैन। यदि अलरेडी चलिरहेछ सिटी स्क्यानमा त्यहाँनिर नसालाई जहाँ नसा हुन्छ त्यो ठाउँमा धेरै रोग छैन भनेपछि लेस देन 5-10% त्यसमा पनि यानि आवाज चेन्ज हुने चान्स चाहिँ त्यस्तो छ। तर अब हामीले ओभरअल 100 जनामा गऱ्यौँ भने 5-10% को कुरा गर्छौँ हैन। तर जो मान्छेलाई समस्या भयो उसको लागि त 100% हैन। त्यो भएर हामीले हरेक इन्डिभिजुअललाई नै डिफ्रेन्ट भनेर ट्रिट गर्छौँ, हरेकलाई प्लान गरेर हैन के पोसिबल छ र सकेसम्म बेस्ट आउटकम के हुन्छ। किनभने अघि नै मैले भने हैन, क्यान्सरले भन्दा पनि थाइरोइडको क्यान्सरले भन्दा पनि त्यसको कम्प्लिकेसनले मान्छेलाई धेरै दुःख दिन्छ कि हैन। किनभने थाइरोइडको क्यान्सर त निको हुन्छ हैन, मोर देन 90%,
तर अब मानौ बिरामीले लाइफ लङ क्याल्सियम खानु पर्यो हैन, उसको आवाज चेन्ज भयो, अब बाँच्ने त उसको धेरै छ हैन, 20 वर्ष या 30 वर्षकोमा क्यान्सर देखियो, हामीले उपचार गर्यौं, उहाँ त 30-40 वर्ष बाँच्नुहुन्छ। अब त्यो 30-40 वर्षमा क्वालिटी अफ लाइफ उहाँको कस्तो हुन्छ त हैन, त्यो भनेको चाहिँ हामीले चाहिँ अहिले नै विचार गर्नुपर्ने हुन्छ सुरुमै हैन। र यो कन्सर्न चाहिँ अभियसली हो बिरामीको पनि हैन, हामीले जस्टिस पनि गरिदिनु पर्छ। त्यसमा नि अपरेसन पछि यो थाइरोइड क्यान्सरको अपरेसन पछि आउने जटिलताहरू चाहिँ के हुन सक्छन्? अब त्यसमा अब कत्रो एक्सटेन्टको सर्जरी गरियो हैन, त्यसमा फरक पर्छ हैन। अब साधारणतया त अचेल त एकदमै रेयर भइसकेको छ कम्प्लिकेसन्सहरु। एउटा त त्यही क्याल्सियमको कमी हुने भयो, आवाज चेन्ज हुने भयो, नेक डिसेक्सनहरु एड गरेका छौं भने चाहिँ अब त्यसको इफेक्टहरु जस्तै काइल लिकहरु भन्छौं हैन, एउटा पर्टिकुलरली लेफ्ट साइडको नेक डिसेक्सन हैन, एक्सटेन्सिभ डिजिज रहेछ भने त्यो हुन सक्छ। त्यस्तै अब यो लेभल 2 को यानी अलि माथिपट्टिको गाँठोहरु निकाल्नु पर्यो भने यहाँ एउटा नर्भ हुन्छ, स्पाइनल एक्सेसरी नर्भ भन्छौं हैन, त्यसमा असर गरेर यो हातहरु चलाउन या यस्तो माथि लानलाई गाह्रो हुने हैन, त्यो कुराहरु हुन्छ हैन। अब स्कारको कुराहरु छ हैन, अब एक्सटेन्सिभ, तर त्यै पनि हामीले स्किन क्रिज भन्छौं, ठ्याक्क कस्मेटिकली नदेखिने गरी त्यसरी गर्छौं। तर पनि अब कसैको नेचुरल टेन्डेन्सी हुन्छ स्किनको हैन, त्यसमा चाहिँ किलोइड भन्छौं हैन, या हाइपरट्रोफिक स्कार भन्छौं, त्यो हिल हुँदाखेरि चाहिँ राम्ररी नबन्ने कि स्कार हैन। अब त्यसलाई त अब हामीले सकेसम्म अब त्यो अपरेसन गर्दाखेरि स्किन स्ट्रेच नहोस् हैन, ट्रमा नहोस् स्किनलाई भनेर गर्छौं, तर कति गर्दै पनि एभोइड गर्न सकिदैन, त्यो हुन्छ अनफर्चुनेट भनौं त्यस्तो। यो त भयो हामीले थाइरोइडको हामीले धेरै नै कुरा गर्यौं हैन। थाइरोइड क्यान्सर अर्को कुरा चाहिँ एउटा थपिहाले हैन, अहिले चाहिँ अब पहिला थाइरोइड क्यान्सर भनेपछि पुरै ग्रन्थि निकाल्दिने भन्ने कुरो आउँथ्यो हैन, तर अचेल चाहिँ अब हामी मोर कन्जर्भेटिभ, यानी कि अब जुन अघि कुरा गर्यौं नि कम्प्लिकेसन्सको रिस्क कसरी मिनिमाइज गर्न सकिन्छ हैन, बिरामी त लामो बाँच्ने हो हैन, त्यो भएकोले चाहिँ हामीले लेस एग्रेसिभ यानी कि लेस देन टोटल भनेको पुरै थाइरोइड ग्रन्थि ननिकालेर आधा ग्रन्थि मात्रै निकाल्ने भन्ने कन्सेप्ट पनि छ। भनेपछि एकदम सानो थाइरोइडको क्यान्सर छ हैन, अर्ली स्टेजको लेस देन 2 सेन्टिमिटर पर्टिकुलरलीलाई अलिकता ढुक्क तालले गर्न मिल्यो हैन, अन्त कतै फैलेको छैन, थाइरोइड ग्रन्थि एक साइडको फैलेको छैन भने त्यो सुरक्षित छोड्न मिल्यो। मैले भन्न खोजेको चाहिँ जस्तै घाँटीको गाँठोमा अन्त कतै फैलेको छैन, दुईटा लोब हुन्छ, थाइरोइड बटरफ्लाई सेपको ग्ल्यान्ड भयो हैन, दुईटा लोबमा एउटा लोबमा मात्रै छ हैन, र लेस देन 2 सेन्टिमिटरको छ भने हामीले ढुक्क तालले चाहिँ आधा ग्रन्थि मात्र निकालेर अर्को आधालाई चाहिँ छोड्दिन मिल्यो हैन, त्यस्तो पनि कन्सेप्ट छ हैन। त्यो चाहिँ अब यो मानेर कि अर्को साइडको ग्रन्थिमा हुने चान्स एकदमै कम छ, त्यो भएकोले चाहिँ बिरामीमा अब यो कम्प्लिकेसनको रिस्क कम हुने भयो। जस्तै नि साहब, यसमा अब थाइरोइडको क्यान्सरमा अपरेसन त भइहाल्यो, अपरेसन गरेर गरिन्छ, यसमा औषधि पनि अब कतिसम्म खाने कहिलेसम्म खाने औषधिको फरक भयो, त्यो सँगसँगै अन्य उपचार पद्धतिहरू चाहिँ यसमा हुन्छ हुँदैन? अब थाइरोइड क्यान्सर भनेपछि अब मैले अघि कुरा गरेको भनेको अब कमनली देखिने प्यापिलरी कार्सिनोमा र फलिकुलर कार्सिनोमा हैन, सेकेन्डमा कमन, यिनीहरुमा चाहिँ अपरेसन नै हो क्यान्सर मोडालिटी अफ ट्रिटमेन्ट, फर्स्ट मोडालिटी अफ ट्रिटमेन्ट। अपरेसन बाहेक अरु चाहिँ क्युरको हिसाबले हामीले सोच्न सक्दैनौं हैन, फर्स्टमा हामीले अपरेसन गर्नै पर्छ। त्यसपछि अपरेसन पछि स्टेज हेरिकन हामीले रेडियो आयोडिन एब्लेसन भन्छौं हैन, विशेष प्रकारको आयोडिन हुन्छ, त्यो खुवाएर अन्त कता फैलेको छ त्यो डायग्नोसिस पनि हुन्छ, प्लस ट्रिटमेन्ट पनि गर्छौं हैन। त्यो अन्त फैलिसकेको रहेछ भने त्यसलाई अझै हाई डोज औषधि दिएर मार्ने हैन, त्यो क्यान्सरलाई मार्ने हैन, त्यसरी गर्छौं। भनेपछि फर्स्टमा सर्जरी हैन, अप्सन सोध्नु भयो भने सर्जरी नै हो हैन, चाहे फर्स्ट चोटी गर्नु परोस्, चाहे सेकेन्ड चोटी गर्नु परोस् हैन, या थर्ड चोटी गर्नु परोस्, सर्जरी नै हो। गर्न सकिएन कुनै कारणले भनेपछि बल्ल अनि त्यसपछि अरु अल्टरनेटिभ सोच्ने हो हैन। अनि सर्जरी फलोड बाइ रेडियो आयोडिन थेरापी प्राय स्ट्यान्डर्ड ट्रिटमेन्ट चाहिँ हैन। अर्ली स्टेजमा चाहिँ हामीले रेडियो आयोडिन इभन गर्दा नि गर्दैनौं। भनेपछि थाइरोइडको अपरेसन है हामीले त्यो चाहिँ बुझ्न पर्यो। अनि अघि नि हजुरले कुरा गर्नुभयो पुरुषहरुमा बढी मुखको क्यान्सर देखिन्छ भनेर, यो ENT को कुरा गर्दाखेरि पुरुषहरुमा बढी मुखको क्यान्सर र महिलाहरुमा बढी थाइरोइड क्यान्सर देखिन्छ। पुरुषहरुमा के कारण छ, किन चाहिँ मुखको क्यान्सर बढी देखिन्छ डाक्टर? अब त्यो ह्याबिट नै होला, महिलाहरूले खैनी कम खानुहुन्छ होला, या गुटका परागहरू कम खानुहुन्छ होला हैन, त्यो हुन सक्छ, अरु त अब कारण छैन होला। अनि महिलाहरूलाई थाइरोइडको क्यान्सर चाहिँ के भएर बढी भयो त?
यस्तो पनि छ, यदि पुरुषहरूमा थाइरोइडमा गाँठो देखियो भने त्यो क्यान्सर हुने चान्स बढी हुन्छ, फेरि अर्को हिसाबले सोच्ने हो भने हैन। तर पुरुषहरूमा गलगाँड कम हुन्छ, यानि थाइरोइड ग्रन्थि नै ठुलो हुने सम्भावना चाहिँ धेरै कम हुन्छ। तर महिलाहरूमा ओभरअल गलगाँड हुने चान्स एकदम धेरै हुन्छ, हार्मोनल इन्फ्लुएन्सहरूले गर्दा होला हैन। ठ्याक्कै यही कारण भन्न त सकिँदैन, यो हार्मोनकै कुनै इफेक्ट हुनुपर्छ र यो गलगाँड बढी हुन्छ र ओभरअल हेर्दाखेरि त्यसमा अनि क्यान्सरको चान्स बढी हुन्छ हैन, त्यस्तो भने हो। तर ठ्याक्कै यही कारण भन्नु त गाह्रो छ। अघि पनि कुरा त हाम्रो प्रसङ्गमा त आयो, तर पनि अब ठ्याक्कै भन्नुपर्दा नि यो थाइरोइडको चाहिँ अपरेसन गरिन्छ नि, अपरेसन गरिसकेपछि स्वर बिग्रिने चाहिँ कतिको हुन्छ, आवाजमा परिवर्तन हुने? यो स्वर बिग्रिने चान्स भनेको चाहिँ अब विभिन्न कारणहरू हुन्छन् हैन। रिस्क भनेको एउटा चाहिँ रोग कति ठुलो छ हैन, कत्रो छ, त्यसपछि सर्जनको एक्सपिरियन्समा पनि असर गर्ने भयो हैन। त्यसपछि अब कोएक्जिस्टिङ अरू कन्डिसन्सहरू हैन, अब थाइरोइडाइटिसहरू भन्छौँ हैन, र अरू हामीले टेक्नोलोजीहरू के युज गऱ्यौँ हैन, त्यसबाट पनि फरक पार्छ हैन। अब रोग नै भनौँ न, अब बोल्ने यन्त्रलाई सञ्चालन गर्ने नसा रिकरेन्ट ल्यारिन्जेल नर्भ भन्छौँ, त्यसकै वरिपरि रहेछ भनेपछि त अब त्यो नर्भलाई ह्यान्डल गर्नै पर्यो हैन। अब त्यो र अलरेडी त्यसले ड्यामेज गरिसकेको रहेछ, त्यो ट्युमर वरिपरि रहेछ हैन भनेपछि त तानतुन भइ नै हाल्छ हैन। अब कहिलेकाहीँ चाहिँ हामीले अब ट्युमर छोड्ने कि अब नर्भलाई काट्ने हैन, अब त्यो चाहिँ डिसाइड गर्न धर्म सङ्कट हुन्छ हैन। अब त्यो हेरिकन डिफ्रेन्ट हिसाबले उ गर्छौँ। अनि अर्को बोल्ने यन्त्रको क्यान्सर अघि कुरा गर्नुभएको थियो हजुरले हैन, बोल्ने यन्त्रको क्यान्सर चाहिँ के कारणले हुँदो रहेछ डाक्टर? प्रायः त धुम्रपान नै हो, त्यसको पनि धुम्रपान नै हो। अब धुम्रपान नगरे मान्छेमा पनि हुन त सक्छ हैन, अब त्यो बेग्लै कुरो छ, जेनेटिक फ्याक्टरहरू होला, अघि मैले भनिहालेँ हैन। इभन 20 वर्षको केटी मान्छेमा पनि देखा हो हैन, हामीले उपचार गऱ्यौँ हैन। तर अब थाहा छैन उसकोमा किन भयो, अब लकिली 2 वर्ष भयो, अहिलेसम्म ठिक छ हैन। त्यस्तो यसको यो बोल्ने यन्त्रको क्यान्सरको चाहिँ उपचार के छ, समग्र उपचारको हामी बिस्तारै कुरा गर्छौँ हैन। बोल्ने यन्त्रको क्यान्सर भनेको एउटा राम्रो पार्ट भनेको त्यसमा अब बोल्ने यन्त्रमा पनि डिफ्रेन्ट पार्ट्स हुन्छ हैन, सुप्राग्लटिस भन्छौँ, ग्लटिस भन्छौँ र सबग्लटिस हैन। र कमन हुने भनेको ग्लटिस हो, र ग्लटिसको क्यान्सर भनेको सुरुमै आवाज बदलेर आउँछ हैन। सबग्लटिसको क्यान्सर एकदमै रेयर छ, त्यो चाहिँ सास फेर्न गाह्रो भएर प्रेजेन्ट गर्छन् हैन। अनि सुप्राग्लटिसको भनेको चाहिँ घाँटीमा केही अड्किया जस्तो फिल हुने हैन, खसखस गरे जस्तो हुने, प्लस त्यो चाहिँ अन्त घाँटीको साइडको गाँठोहरूमा लिम्फ नोडहरूमा फैलिने चान्स चाहिँ एकदमै धेरै हुन्छ। त्यो भएर कहिलेकाहीँ त लिम्फ नोड लिएर आउँछन् हैन, स्वेलिङ लिएर, अनि त्यसपछि जाँच गर्दाखेरि अनि बल्ल त्यहाँ बोल्ने यन्त्रमा क्यान्सर रहेछ भन्ने पनि थाहा हुन्छ हैन। यानि रेट्रोस्पेक्टिभली घाँटीमा गाँठो देखिसकेपछि जाँच गर्दाखेरि अनि बल्ल त्यहाँ क्यान्सर देखिने हैन, त्यस्तो हुन्छ। अब प्रोग्नोसिसको कुरा गर्दा सुप्राग्लटिसको चाहिँ अलिक राम्रो छैन, सबग्लटिसको पनि त्यति राम्रो छैन, तर ग्लटिसको एकदमै राम्रो छ हैन। अनि उपचारको कुरा गर्दाखेरि प्रायः हामीले अचेल चाहिँ ल्यारिङ्स प्रिजर्भेसनको कुरा गर्छौँ हैन, बोल्ने यन्त्र। किनभने मान्छेको आवाजै छैन भने कतिजना चाहिँ हैन, बरु म आवाज चाहियो, मलाई चाहिँ क्यान्सरले जेसुकै गरोस् तर म आवाज चाहिँ जसरी पनि मेरो बचाइदिनुहोस् भन्ने हुन्छ हैन। हजुर, कहिलेकाहीँ हामीलाई गाह्रो हुन्छ र इम्पोर्टेन्ट पनि हो हैन। मान्छेलाई अब कम्युनिकेसन भएन, कुरा गर्न सकेन हैन भनेपछि आफ्नो मनको कुरा राख्न सकेन भने गाह्रो हुन्छ हैन, हामीले अब कन्भिन्स गर्नुपर्ने हुन्छ। तर उपचारको कुरा गर्दा जहिले पनि हामीले प्रायोरिटी चाहिँ ल्यारिङ्स प्रिजर्भेसनलाई नै दिन्छौँ। र राम्रो कुरो के भनेपछि अहिले हाम्रो टेक्नोलोजीहरू जुन छ उपलब्ध छन् हैन, नेपालमै पनि उपलब्ध छन्, तिनीहरूमा चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड स्टेजको क्यान्सरसम्म हामीले चाहिँ जहिले पनि ल्यारिङ्स प्रिजर्भेसनलाई नै प्रायोरिटी दिन्छौँ। फोर्थ स्टेजमा चाहिँ यानि कार्टिलेज इरोजन भन्छौँ हैन, फोर्थ स्टेज भनेको कि अब ल्यारिङ्सले राम्रो काम गरेको छैन हैन, डिसफङ्सनल ल्यारिङ्स भनेर एउटा टर्म युज गर्छौँ, भनेको ल्यारिङ्सको काम जस्तै सास फेर्न गाह्रो भइरहेछ बिरामीलाई, खाँदा सर्किने भइरहेछ र कार्टिलेज इरोजन यानि कि बोल्ने यन्त्रभन्दा बाहिर क्यान्सर निस्क्यो हैन, त्यो चाहिँ हामीले इमेजिङबाट सिटी स्क्यानहरूबाट पत्ता लगाउँछौँ। त्यो भइसकेको छ भने अपरेसनमा जाने हो हैन, मेजर अपरेसन हुन्छ, बोल्ने यन्त्र पुरै निकाल्ने अपरेसन हैन। त्यसपछि त्योभन्दा अगाडिको स्टेजमा यानि फर्स्ट, सेकेन्ड स्टेजमा चाहिँ हामीले रेडियोथेरापी सजेस्ट गर्छौँ। त्यसपछि थर्ड स्टेजतिर चाहिँ केमोथेरापी र रेडियोथेरापी दुइटै एड गर्छौँ
हैन। अनि अर्को एउटा ग्लटिसको कुरा गर्दाखेरि फर्स्ट स्टेजको त अलमोस्ट 80-90% क्युर रेट छ रेडियोथेरापी एलोनबाट पनि हैन। त्यो पनि एउटा राम्रो क्यान्सर भनौँ न हैन, बचाउन सकिने क्यान्सर हो हैन। तर अब कसैमा अनफर्चुनेट भनौँ हैन, रिकर हुन चान्सेस हुन्छ। त्यसपछि हामीले अल्टरनेटिभ सर्जरीहरूतिर जान्छौँ। अब अर्को मोडालिटी जुन धेरै ठाउँमा छैन नेपालमा हैन, जुन मैले पाटन हस्पिटलमा गरिरहेको छु, लेजर सर्जरी हैन। अघि पनि मैले कुरा गरेँ 20 वर्षको केटी मान्छेमा हामीले यो T2 स्टेजको क्यान्सर थियो, त्यसलाई लेजर सर्जरी गर्यौँ हैन। अब त्यसलाई रेडियोथेरापी पनि गर्न मिल्थ्यो, तर किन नगरेको भनेपछि अब एक त 20 वर्षको मान्छे हैन, अब उसको रेडियोथेरापी गरेपछि जुन सेकेन्डरी म्यालिग्नेन्सी भन्छौँ हैन, 15-20 वर्षपछि हुने चान्सेस हैन, उ त हामीले चाहिँ एज्युम गर्छौँ यो क्युर हुन्छ हैन। रेडियोथेरापीले 80-90% क्युर रेट छ हैन। भनेपछि नेक्स्ट 10-15 वर्षपछि त उसलाई फेरि अर्को सेकेन्ड म्यालिग्नेन्सी हुने चान्स हुन्छ हैन। या एकचोटि रेडियोथेरापी गरिसकेपछि फेरि दोहोऱ्याएर रेडियोथेरापी गर्न नमिल्ने हुनसक्छ। हजुर, एकचोटि रेडियोथेरापी गरेको ठाउँमा फेरि अर्कोचोटि रेडियोथेरापी गर्न हामीले सोच्नै पर्ने हुन्छ हैन। त्यो भएर हामीले लेजर नै चुज गर्यौँ र लेजरले सर्जरी गर्दाखेरि अब लेजरको एडभान्टेज भनेको हामीले फेरि दोहोऱ्याएर रिपिटेडली सर्जरी गर्न सक्छौँ हैन। तर अलिक एक्सटेन्सिभ सर्जरीमा चाहिँ भोइस क्वालिटी चाहिँ बिग्रिने हुन्छ हैन। तर अब त्यही 20 वर्ष भएको हिसाबले हामीले चाहिँ उहाँलाई अब अलिअलि भोइस बिग्रिए पनि अब सेकेन्ड म्यालिग्नेन्सी हुने चान्स कम छ भने लेजर नै गर्यौँ र 2 वर्ष भयो फलोअप हैन, उहाँ चाहिँ राम्रै हुनुहुन्छ। त्यस्तै हामीले अरू पनि यो ग्लटिक क्यान्सरहरूमा चाहिँ लेजर सर्जरीहरू गरिरहेछौँ हैन। एउटा अब नेक्स्ट विक हाम्रो प्लान नै छ, त्यो भनेको रेडियोथेरापी गरेर फेल भएको, यानि कि 1 वर्षमै फेरि रिकर भएको केसलाई फेरि स्याल्भेज लेजर कर्डेक्टोमी गर्न प्लान गरिरहेछौँ हैन। त्यो भनेको चाहिँ उहाँको फेरि अर्ली स्टेज नै छ रेडियोथेरापी फेल भए पनि हैन। अनि त्यसको चाहिँ हामीले अब नेक्स्ट विक प्लान छ हैन, लेजर सर्जरी गरेर, अनि ताकि हामीले भोइस यानि बोल्ने यन्त्रलाई प्रिजर्भ गर्ने हैन, हाम्रो प्रायोरिटी भनेको हैन। सो अप्सन दिएको छौँ उहाँलाई हैन। अब भनेपछि अब त्यसको आउटकम चाहिँ कस्तो हुन्छ हेरौँला। भनेपछि अर्को रेडियोथेरापी फेल भएर हजुर त्यस्तो पनि गर्छौँ लेजर सर्जरी। त्यो फेरि त्यो अघिल्लो अवस्थामा आइयो, किनभने सर्जरी गरेपछि थेरापी गरिन्छ हैन। हजुर हैन, अब जस्तै सर्जरी अब यसमा चाहिँ ल्यारिङ्समा चाहिँ हामीले प्राय अर्ली स्टेज क्यान्सरहरू हुन त ओभरअल नै भनौँ स्टेज 1-2 मा स्क्वामस सेल कार्सिनोमामा जहिले पनि हामीले सिंगल मोडालिटी ट्रिटमेन्टको कुरा गर्छौँ, कि सर्जरी कि रेडियोथेरापी भन्छौँ। त्यो पनि हुन्छ हैन। अनि स्टेज 3-4 भयो भने चाहिँ मल्टी मोडालिटी ट्रिटमेन्ट हैन, कि सर्जरी फलोड बाई रेडियोथेरापी या रेडियोथेरापी प्लस केमोथेरापी हैन। अब त्यो जस्ट यो आउटलाइन जस्तो भनौँ न, ओभरअल त्यस्तै किसिमको ट्रिटमेन्ट हुन्छ हैन। त्यस्तै अब हामीले एज्युम गर्छौँ ग्लटिक क्यान्सरमा यानि बोल्ने यन्त्रको क्यान्सरमा फर्स्ट स्टेज या सेकेन्ड स्टेज छ भने कि त सर्जरी गर्ने हो कि रेडियोथेरापी गर्ने हो हैन। फेल भयो भने अनि त्यसपछि फेरि अल्टरनेटिभ सेकेन्ड स्टेजमा अल्टरनेटिभ ट्रिटमेन्ट गर्ने हो हैन। अब त्यस्तै अघि भनेको चाहिँ रेडियोथेरापी पहिला दिनुभयो, फेल भयो हैन, यानि 6 महिनामै फेरि बल्झियो हैन। अहिले बायोप्सी गरेर फेरि हामीले प्रुभ गर्यो क्यान्सर नै हो हैन। अब त्यसलाई चाहिँ हामीले लेजरले अब प्लान छ हैन। र कहिलेकाहीँ हामीले के गर्छौँ भने अब लेजर सुरुमै पनि लेजर सर्जरी गर्छौँ हैन, बिरामीलाई अप्सन दिन्छौँ। र हामीले कतिको राम्रो उहाँको भोइस क्वालिटी हैन, किनभने भोइस क्वालिटी चाहिँ अब अलिकता बढी काट्नु पर्यो भने चाहिँ लेजरले भोइस चाहिँ बिग्रिने चान्स अलिक बढी हुन्छ हैन। त्यो भएकोले सुपरफिसियल लिजन छ, अर्लीमा हामीले एकदमै सुरुमै डिटेक्ट गर्यौँ भने चाहिँ लेजरलाई पनि हामीले अप्सन दिन्छौँ, किनभने लेजर फेरि रिपिट गर्न मिल्यो हैन, भोइस क्वालिटी राम्रो स्टिल रहन्छ हैन। र रेडियोथेरापी रिलेटेड साइड इफेक्ट्सहरू हैन, लङ टर्म जस्तै मुख सुक्खा हुने हैन, खाना निल्न गाह्रो हुने हैन, त्यस्तो समस्याहरू हुँदैन। त्यो एडभान्टेज चाहिँ लेजरको छ। तर अब डिसएडभान्टेज भनेको अब त्यही लेजर मेसिन चाहियो, नेपालमा सबै ठाउँमा एभाइलेबल छैन हैन, अलिकति महँगो होला। महँगो त छैन डाक्टर साहब, मैले एउटा जोडेँ, हुन त हामीले यहाँ उपचार पद्धतिकै कुरा गरिरहेका छौँ हैन। सामान्यतया नेपालमा हैन कुन उपचार पद्धतिद्वारा उपचार गरिन्छ त क्यान्सरको? अब अघि मैले कुरा गरिसकेँ, सर्जरी त भइ नै हाल्यो, रेडियोथेरापी छँदैछ
हैन। अब रेडियोथेरापीमा पनि अब ब्राकीथेरापी भनेर स्पेशल किसिमको ट्रिटमेन्ट छ हजुर हैन। अब यो इन्ट्रेस्टिङ के छ भने हेड एन्ड नेक क्यान्सरमा अघि मैले कुरा नगरेको भनेको ओठको क्यान्सर अहँ, हैन। अब हुन मुखकै पार्ट पर्छ, ओरल क्याभिटीकै पार्ट पर्छ, तर यो ओठको क्यान्सर अलि डिफरेन्ट छ अरू क्यान्सर भन्दा, हजुर किनभने अब यो हेर्दा पनि मेन मान्छेको प्रमुख सुरुमै आँखा त्यही जाने हो, ओठमै हैन, अनुहारमै जान्छ हैन। त्यो बिग्रियो भने अब अपरेसन गर्यो भने अभियसली हामीले काट्नै पर्यो हैन। अनि अनुहारको सेप बिग्रिने भयो, आइडेन्टिटी चेन्ज हुने भयो मान्छेको हैन, सोसियल लाइफ अल्टर गर्ने भयो हैन। अब यसमा हाम्रो अल्टरनेटिभ भनेको ब्राकीथेरापी भन्ने छ। हजुर, ब्राकीथेरापी भनेको रेडियोथेरापीकै एउटा टेक्निक हो जुनमा चाहिँ एकदम हाई डोज रेडियोथेरापी हामीले जहाँ क्यान्सर छ क्यान्सर भित्रबाटै दिने हैन। अब यतिकै एक्सटर्नल बिम रेडियोथेरापी भन्छौँ जुन कमनली हामीले रेडियोथेरापी भनेपछि बुझ्छौँ, त्यो चाहिँ बाहिरबाट रेडिएसन दिने हो, एक्सरे जस्तै रेडिएसन हैन बाहिरबाट। तर यो ब्राकीथेरापीमा चाहिँ जहाँनिर क्यान्सर हुन्छ त्यही निडल राख्छौँ, क्याथेटर हैन, त्यहाँ चाहिँ सोर्स रेडिएसन निकाल्ने सोर्स जुन हुन्छ त्यही क्याथेटरभित्र पास गर्छौँ, अनि त्यसबाट त्यहाँ भित्रबाट त्यसलाई मार्छौँ। त्यसले गर्दाखेरि के हुन्छ भने सराउन्डिङ नर्मल टिस्युले चाहिँ रेडिएसन पाउने चाहिँ एकदमै कम हुन्छ हैन। अनि क्यान्सरको टिस्युले चाहिँ एकदमै धेरै रेडिएसन पाउँछ। त्यसले गर्दाखेरि अलमोस्ट सर्जरीको गरे जस्तै इफेक्ट आउँछ हैन। सर्जरीले जसरी काम गर्छ त्यही लेभलको काम त्यसले गर्छ। तर राम्रो पार्ट भनेको ब्राकीथेरापीमा चाहिँ यो फङ्सन हैन, फर्म यिनीहरू चाहिँ प्रिजर्भ गर्न मिल्यो हैन। यानि जस्तै ओठको कुरा गर्दाखेरि हैन, क्यान्सरको लागि रिसेक्ट गर्यौँ काट्यौँ भने चाहिँ हाम्रो ओठ त अभियसली सानो हुने भयो, मुख सानो हुने भयो, तर त्यो ब्राकीथेरापी गर्यो भने केही पनि काट्नु पर्दैन, पहिला जस्तो थियो त्यही नै हुन्छ, एक्सेप्ट अब त्यहाँ अलिकता फाइब्रोसिस हुने भयो या अलिअलि स्किन कलर चेन्जेसहरू हुने भयो हैन। त्यो चाहिँ एकदमै राम्रो रिजल्टको हिसाबले। अब लिपको क्यान्सरमा चाहिँ अलमोस्ट अहिलेसम्म हामीले गरेको ब्राकीथेरापीमा प्राइमरी साइटमा यानि जहाँनिर क्यान्सर छ त्यो साइटमा फेल भएको छैन अहिलेसम्म। भनेपछि नेपालमा यो कहिलेदेखि सुरु भइरहेको छ? यो हामीले चाहिँ काठमाडौँ क्यान्सर सेन्टरमा हाम्रो टिम छ, रेडिएसन अन्कोलोजिस्टहरूको टिम, उहाँहरूले गर्नुहुन्छ। हामीले चाहिँ अब एज अ सर्जन एसिस्ट मात्र गर्ने हो। यो चाहिँ 2017-18 देखि नै सुरु भइसक्यो हो हैन। र अहिले हामीले मोर देन 20 केसेसको गरिसकेका छौँ र इभन 10 केसेसको त पब्लिकेसन नै गरिसकेका छौँ इन्टरनेसनल जर्नलमा हैन, र रिजल्ट गरेर। र प्राय हामीले सुरु गरेको चाहिँ अब सर्जरी गर्न नमिल्ने हैन, चाहे उहाँको कोमोर्बिडिटिज हैन, अन्य रोगले बेहोस पार्न नसकेर हैन, चाहे अब कोही किडनी फेल भएको छ, कोही अब कार्डियक इस्युज भएको छ हैन, अब सर्जरी गर्न नमानेको या बेहोस पार्न नसकिएको हजुर वृद्धहरू हैन, त्यस्तोहरूलाई गर्यौँ। तर अब चाहिँ हामीले अब अरूहरूलाई पनि गर्दैछौँ। र एज अ सर्जन त्यो अवस्था जसलाई उपचार गर्न सम्भव नभएर त्यता गर्नु भएको छ हैन, सक्सेस रेट कतिको छ? त्यही अब प्राइमरी साइडमा त अहिलेसम्म फेलै भएको छैन। एउटा दुईटा केसमा चाहिँ यो नेक नोड्सहरूमा चाहिँ फेल भएर हामीले साल्भेज सर्जरी फेरि गरेका छौँ हैन। अदरवाइज चाहिँ प्राइमरी साइडमा त फेल भएकै छैन अहिलेसम्म। यो कति केसको त 5 इयर्सको पनि फलोअप भइसकेको छ हैन, 5 वर्षमा अहिलेसम्म बल्झ्या छैन। र एज अ सर्जन म चाहिँ अब आफै चाहिँ सर्जरी गर्नु पर्यो भने ओठको क्यान्सरको चाहिँ विचार गर्छु हैन, सकेसम्म गर्दिन नै भन्छु। पर्टिकुलरली एङ्गल अफ माउथ भन्छु हैन, जस्तै यो ठाउँको हैन, अब यतातिर बिचतिर रहेछ भने त सिलाउन सजिलो हुन्छ। सबसे गाह्रो भनेको यो एङ्गल अफ माउथको यानि यो ठाउँको चाहिँ कस्मेसिस मिलाउनलाई सर्जरी गरेर ठ्याक्कै यही सेप दिनलाई एकदमै गाह्रो। यसमा त अभियसली ब्राकीथेरापी नै बेस्ट भन्छु, किनभने क्योर सेम छ। हामीले क्यान्सरको ट्रिटमेन्टको कुरा गर्दाखेरि पहिला चाहिँ क्योरको कुरा गर्छौँ, त्यसपछि फङ्सनको कुरा गर्छौँ हैन, त्यसपछि कस्मेसिसहरूको कुरा गर्छौँ। तर अब चुज गर्दाखेरि यदि इक्वल क्योर रेट छ भने त्यसपछि सेकेन्ड प्रायोरिटी चाहिँ फङ्सनले पाउँछ। भनेपछि अब सर्जरी र ब्राकीथेरापी दुइटैको यदि क्योर रेट सेम छ भने त हामीले अभियसली फङ्सनलाई प्रायोरिटी दिने हैन, भनेपछि सर्जरी किन गर्ने? त्यही त, सर्जरी नगरी चाहिँ आफ्नो अङ्गहरूलाई पनि नबिगारिकिन अर्को उपचार छ भने हैन त। अब धेरैजनालाई यो थाहा छैन हैन, नेपालमै उपलब्ध छ भनेर। अब त्यो भएर चाहिँ यो जानकारी सबैले पाए भने राम्रो होला। हो नि डाक्टर साहब, किनभने कतिपय अवस्थामा त कसरी बचाउँ भन्ने तनाव हुन्छ हैन। अनि त्यसपछि अर्को मोडालिटी भनेको अब केमोथेरापीको कुरा आउँछ हैन। अघि हामीले सर्जरीको कुरा गर्यौँ, रेडियोथेरापीको कुरा गर्यौँ। अब केमोथेरापी, हेड एन्ड नेक क्यान्सरमा केमोथेरापी भनेको क्योरको हिसाबले कहिले पनि आउँदैन हैन। यो चाहिँ एड्जुभेन्ट
को हिसाबले सपोर्टिभ ट्रिटमेन्टको हिसाबले या अब केही गर्न सकिएन होइन र डिजिजलाई ऱ्यापिडली प्रोग्रेस हुन नदिने होइन त्यस्तो हिसाबले मात्र केमोथेरापी एड गर्छौँ हामीले होइन जस्तै अब लोकली एडभान्स डिजिजहरूमा मल्टिमोडालिटी ट्रिटमेन्टहरू गर्नु पर्यो भने त्यसमा सर्टेन क्राइटेरियाजहरू छ त्यस्तो हाई रिस्क फिचर देखियो भने केमोथेरापी एड गर्छौँ अदरवाइज गर्दैनौँ त्यसपछि इम्युनोथेरापीको कुरा आउँछ होइन अर्को नयाँ ट्रिटमेन्ट होइन अब इम्युनोथेरापी चाहिँ अब महँगो छ होइन धेरै जसो उसले एफोर्ड गर्दैनन् नेपालीहरूको कन्टेक्स्टमा होइन भनौँ न तर राम्रो पार्ट के छ भने अब पहिलाभन्दा सस्तो भएको छ होइन इम्युनोथेरापी पर्टिकुलरली अब एउटा स्पेसिफिक टेस्ट हुन्छ होइन PDL1 भन्छौँ त्यो टेस्ट यदि पोजिटिभ रहेछ भने हामीले लो डोजमा होइन जुन स्ट्यान्डर्ड रेजिम छ त्यो फलो नगरिकन लो डोजमा इम्युनोथेरापी दिएर अब र PDL1 एक्सप्रेसन भन्छौँ यदि त्यो टिस्युमा त्यस्तो किसिमको त्यो मार्कर्सहरू देखिया छ भने राम्रो रिस्पोन्स पनि देखिया छ होइन कतिकोमा चाहिँ हामीले अब अपरेट पनि गर्न सकिँदैन केही नि गर्न सकिँदैन ल अब यो चलाम न भनेर चलाएको छ एकदम ड्रामेटिक इम्प्रुभमेन्ट आएको छ होइन र इभन एउटा यस्तै सुरुमा हामीले एकदमै एडभान्स स्टेज क्यान्सर मुखको क्यान्सर अपरेट गरौँ कि नगरौँ होइन तर हाम्रो क्राइटेरिया हिसाबले अलिकता हामीले चाहिँ के भन्छौँ भने अपरेसन गर्दाखेरि R0 रिसेक्सन यानि कि हामीले ट्युमर सबै निकाल्न सक्छौँ कि सक्दैनौँ होइन त्यो अपरेसन गर्दा अलिकता पनि बाँकी नछुट्ने गरी सुरुमै हामीले प्लान गर्छौँ कि त्यो निकाल्न सक्छौँ कि सक्दैनौँ र त्यो क्राइटेरियाहरू छ त्यो यदि मिट गर्छ भने मात्र हामीले एटेम्प्ट गर्छौँ सर्जरी तर शङ्का लाग्यो भने हामीले होइन अहिले चाहिँ अब अपरेसन नगरौँ किनभने दुःख मात्र हुन्छ बिरामीलाई भन्ने सोच्छौँ होइन अनि त्यसमा चाहिँ उहाँको चाहिँ त्यस्तै थियो होइन अब यो अपरेट गरौँ नगरौँ होइन उहाँलाई R0 रिसेक्सन हामीले एचिभ गर्न सक्दैनौँ जस्तो लाग्यो होइन अनि त्यसपछि हामीले रेडिएसन अन्कोलोजिस्टहरूसँग कुरा गऱ्यौँ होइन अनि त्यसपछि उहाँले चाहिँ ठिकै छ अब न्यू एडजुभेन्ट भनेको सर्जरी गर्नुभन्दा अगाडि होइन हामीले केमोथेरापी पनि चलायौँ र उहाँको PDL1 एक्सप्रेसन पनि थियो अनि त्यो भएर निभोलुम्याब भनेर औषधि लो डोजमा चलायौँ होइन एकदम ड्रामेटिक रिस्पोन्स आयो होइन 2 साइकल पछि राम्रो रिस्पोन्स आयो त्यसपछि अनि हामीले चाहिँ सर्जरी एटेम्प्ट गऱ्यौँ सर्जरीमा पनि राम्रै रिपोर्ट आयो होइन अब चाहिँ अब रेडियोथेरापी गऱ्यौँ होइन अब अर्को इम्पोर्टेन्ट आस्पेक्ट भनेको चाहिँ अब यसमा इम्युनोथेरापीको कुरा भइसक्यो तर म्याक्सिमम हेड एन्ड नेक क्यान्सर जुन हाम्रोमा प्रेजेन्ट गर्छन् एडभान्स स्टेजमा आउँछन् होइन र सर्जरी गरेर हामीले क्यान्सर भएको भाग R0 रिसेक्सन सबै निकाले पनि होइन बिरामीको फङ्सन प्रिजर्भेसन या फङ्सनल बनाउनलाई चाहिँ इम्पोर्टेन्ट हुन्छ भनेपछि त्यसमा अर्को इम्पोर्टेन्ट आस्पेक्ट भनेको रिकन्स्ट्रक्सनको हो होइन जति ठुलो सर्जरी गर्यो त्यति ठुलो डिफेक्ट हुने भयो होइन र त्यसलाई चाहिँ हामीले रिकन्स्ट्रक्सन गरेनौँ भने उहाँको जुन क्वालिटी अफ लाइफ होइन जुन नर्मल लाइफ होइन जस्तै मुखबाट खाने होइन नाकबाट सास फेर्न सक्ने हुनु पर्यो होइन त्यस्तो कुराहरू एचिभ गरिदिन सकेनौँ भने होइन कुनै अर्थ रहँदैन र कति जस्तो क्यान्सर भन्नाले रिकन्स्ट्रक्टिभ अप्सन छ भने होइन राम्रो प्लास्टिक सर्जनहरू हुनुहुन्छ रिकन्स्ट्रक्सन राम्रो छ भने अरू ठाउँमा इनअपरेबल क्यान्सर पनि हाम्रो हिसाबले अपरेबल हुन्छ होइन भनेपछि हाम्रो त्यो जस्तै जहाँनिर रिकन्स्ट्रक्सनको अप्सन छैन उहाँहरूले होइन म यो अपरेट गर्न सक्दिनँ भन्नुहुन्छ तर त्यस्तो पनि क्यान्सर हामीले अपरेट गरिरहेको छौँ जुन कि रिकन्स्ट्रक्सन ब्याकअप हाम्रो राम्रो छ होइन जुन पाटनमा चाहिँ हामीले रिकन्स्ट्रक्टिभ सर्जरी त्यति धेरै गरेका छैन त्यहाँ चाहिँ मैले रिजनल फ्ल्यापहरू जस्तै यो छातीको मासुहरू लगेर त्यो गरिरहेछौँ होइन त्यो चाहिँ अब हाम्रो काठमाडौँ क्यान्सर सेन्टरमा चाहिँ प्लास्टिक सर्जनको टिम हुनुहुन्छ होइन उहाँहरूले चाहिँ अब एसिस्ट गर्नुहुन्छ हामीलाई होइन अनि जोस रिकन्स्ट्रक्सन ब्याकअप भएकोले हामीले एकदमै एक्सटेन्सिभ सर्जरीहरू जुन कि हामीले विदाउट त्यो रिकन्स्ट्रक्सन चाहिँ सोच्नै सक्दैनौँ कि यो सम्भव हुनसक्छ भनेर त्यस्तो पनि गरेका छौँ। ओहो जस्तै नि यो उपचारकै कुरा गऱ्यौँ हामीले नेपालमा अहिलेसम्म होइन आएको उपचार पद्धति मध्ये नेपालमा कुन कुन उपचार पद्धति सम्भव छ होइन र उपचार गर्नको लागि नाक कान घाँटीको क्यान्सरको उपचार गर्नको लागि विदेश जानुपर्ने अवस्था छ एकदमै इम्पोर्टेन्ट कुरा गर्नुभयो होइन अब म चाहिँ अब पर्सनली ट्रेन्ड भएको चाहिँ इन्डियामा हो होइन मुम्बईमा मैले चाहिँ त्यहाँ ट्रेनिङ गरेँ र अहिले मैले जुन गरिरहेको छु त्यहाँ जुन लेभलको केयर गरिरहेको छु सर्जरीको हिसाबले होइन त्यही लेभलको मैले केयर गरिरहेको छु होइन अब लेजर पनि मैले पाटनमा गरिरहेको छु लेजरको त्यहाँ CO2 लेजर छ त्यसपछि अरू एक्सटेन्सिभ सर्जरीहरू जुन लोकली एडभान्स्ड केसहरू छन् होइन हामीसँग त्यस्तै राम्रो रिकन्स्ट्रक्सन ब्याकअप छ त्यो गरिरहेछौँ होइन जुन कि अब
विदेशमा हुने जुन लेभलको थियो त्यसपछि रिकन्स्ट्रक्सनमा फ्री फ्ल्यापहरू भन्छौँ जुन अघि मैले कुरा गरेँ होइन अन्तबाट मासु ल्याएर राख्ने जस्तै हातको छाला लगेर राख्ने या तिग्राको मासु लगेर राख्ने या खुट्टाको हड्डी लगेर राख्ने होइन त्यो सबै नेपालमै सम्भव छ होइन र इभन सक्सेस रेट पनि हाम्रो वर्ल्डको जुन डाटा छ यानि फ्री फ्ल्यापको सक्सेस रेट होइन मोर देन 90% छ होइन अलमोस्ट 100 केसेस हामीले गरिसक्यौँ त्यसमा 4-5 वटा मात्रै फेल भएको छ होइन फ्री फ्ल्याप होइन त्यही लेभलको हामीले सर्भिस दिइरहेछौँ अब केमोथेरापी सबै एभाइलेबल नै छ इम्युनोथेरापी चाहिँ अब एकदमै एक्सपेन्सिभ छ होइन अब सबै इम्युनोथेरापी एफोर्ड गर्न पनि सकिँदैन एभाइलेबल पनि छैन तर जुन अब लो डोज एफोर्डेबल छ होइन त्यो चाहिँ एभाइलेबल छ भनेपछि ओभरअल जुन हेड एन्ड नेक क्यान्सरमा चाहिने कुराहरू छन् त्यो सबै नेपालमै एभाइलेबल छ र विदेश जानुपर्ने आवश्यकता त अलमोस्ट म देख्दिनँ है त्यो त एकदम खुसीको कुरा हो नि होइन हामीले अब सानो सानो उपचारको लागि केही अगाडिसम्म त विदेश गइन्थ्यो जानै पर्ने अहिले पनि जानुहुन्छ कति मान्छेहरू होइन अब रहरले जानु र कहरले जानु नभएर जानु मा अलिकति फरक हुन्छ होइन भन्नु पर्दाखेरि कस्तो हुन्छ भने क्यान्सरको ट्रिटमेन्ट 1 महिना हप्ता दिन 1 महिनाको कुरो होइन होइन फुल ट्रिटमेन्ट सकिन एटलिस्ट 3 महिना लाग्छ र क्यान्सरको बिरामी एकजनासँग 4-5 जना जानु पर्यो होइन त्यो हुँदाखेरि चाहिँ इन्डाइरेक्ट कस्ट कि डाइरेक्ट कस्ट क्यान्सर कति ट्रिटमेन्ट खर्च भयो भन्दा पनि उहाँसँग जाने मान्छे होइन कोही न कोही केही न केही काम त गरिराख्नु भयो होला होइन एकजना गएर भएन 2 जना गएर भएन 3-4 जना जानु पर्यो सँगै होइन अनि उहाँले त्यो बस्नको लागि खर्च छँदैछ त्यसपछि काम छोडेर जानु पर्यो होइन भने इन्डाइरेक्ट लस पनि विचार गर्नुपर्छ हामीले अहिले यो नयाँ पुस्ताको कुरा गर्ने हो भने नि पुराना पुस्ताको तुलनामा यो मुखको क्यान्सर चाहिँ नयाँ पुस्तामा बढेको छ कि घटेको छ अब हुन त अब खानपान सुर्ती नभए नयाँ प्रकारको खाना थाल्न त होइन गुटखाहरू यिनीहरू छन् होइन अब चुरोट छोडेर भेपको होइन त्यस्तो छ अब तिनीहरू पनि नराम्रो नै हो होइन राम्रो होइन तर आश गरौँ अब यो मेबी ट्याक्स बढाएर होस् या अब कसरी हुन्छ अवेरनेस बढाएर होस् मान्छेले यस्ता कुराहरू सेवन कम गरे भने अनि क्यान्सरको इन्सिडेन्स कम होला भन्न सकिन्छ तर एकदमै यङ मान्छेहरूमा कहिलेकाहीँ चाहिँ एकदमै चित्त दुख्छ होइन यङ मान्छेहरूमा क्यान्सर देखेर होइन त्यो यहाँले उपचार गर्नुभएको केसहरूमा नि एकदमै धेरै दुःख लागेको केस एकदम यङ मान्छेमा क्यान्सर देखिएको जस्तै अघि मैले देखेको अब यो कहिले बिर्सिन्न होला 20 वर्षको केटी मान्छेमा भोकल कर्डको क्यान्सर त्यो एकदमै रेयर हो होइन लिटरेचरमा पनि छैन पहिला कहिले देखा पनि थिएन होइन अब त्यस्तो भयो तर कति अब यङ मान्छेहरू जुनमा केही पनि गर्न सकिँदैन एकदमै एग्रेसिभ क्यान्सर हुन्छ कहिलेकाहीँ होइन जस्तै एउटा केस मलाई चाहिँ एकदमै चित्त दुखेको भनेको अब अपरेट गरियो सबै राम्रो थियो होइन अपरेसन पछि बायोप्सी रिपोर्ट पनि राम्रै आयो तर अनफर्चुनेटली उसको रेडियोथेरापी गर्दा गर्दै होइन हामीले सर्जरी पछि रेडियोथेरापी एक त सुरुमै एडभान्स स्टेज नै थियो तर R0 रिसेक्सन नै भएको थियो हैन जुन सर्जरीको हिसाबले हामीले कुरा गर्छौं तर रेडियोथेरापी गर्दा गर्दै फेरि उसको ट्युमर देखिन थाल्यो हैन त्यो पनि हुन्छ है त्यो चाहिँ अब किन भयो कसरी भयो थाहा छैन हैन अब मेबी ट्युमरको बिहेभियर नै एकदमै अचम्मको थियो हैन जुन कि अब यो अब जेनेटिक टेस्टिङहरुको कुराहरु हुन्छ त्यो चाहिँ अब नेपालमा भनौं न छैन प्राय वर्ल्ड वाइड पनि गरिदैन यतिकै नर्मल केसमा हैन त्यो केही थियो कि हैन त्यस्तो हुन्छ कहिलेकाहीँ त्यो केस एकदम दुःख लाग्ने हैन अनि त्यो त्यत्रो मेहनत गरेर रेडिएसन गर्दा गर्दै ट्युमर बढ्न थाल्यो अनि जबकि अपरेसन बायोप्सी रिपोर्टमा सबै नेगेटिभ छ यानी कि मार्जिनहरु जुन हामीले भन्छौं सबै नेगेटिभ छ अनि के त्यसको फेरि अपरेसन गर्नु पर्यो त्यो त सम्भवै होइन अब त्यो त्यसलाई क्युर गर्ने हिसाबले हामीले गर्नै सक्दैनौं एकदमै खुसी लागेको यहाँले उपचार अहिलेसम्मको कति वर्ष भयो अपरेसन सुरु गर्नुभएको अपरेसन गर्नै भयो 15 वर्ष भन्दा बढी भयो 15 वर्षको अनुभव मान डाक्टर साहब एकदमै खुसी लागेको हैन ओहो मैले यो चाहिँ बचाउन सके हैन एकदमै खुसी लागेको कुनै के सम्झिनुहुन्छ अब त्यो डिफरेन्ट फेज अब जस्तै सुरुको क्यारियरमा र पछिको क्यारियरमा चाहिँ अब त्यस्तो कुराहरु फरक हुँदै जान्छ अब कति पुरानो कुराहरु बिर्सि पनि सके हैन तर अब कहिलेकाहीँ चाहिँ एकदमै एडभान्स स्टेज केसहरु जुन हैन अब गरियो हैन सुरुमा गरौँ कि नगरौँ भन्ने हुन्छ हैन अब जस्तै मैले एउटा केस त्यही काठमाडौँ क्यान्सर सेन्टरमा गरेको थिएँ हैन कार्सिनोमा म्याक्जिलाको केस थियो आँखातिर पनि इन्भल्भ भएको यङ फिमेल 30s को हैन अनि उहाँको चाहिँ
अब के भन्छ इमेजिङ हेर्दाखेरि एकदमै एडभान्स स्टेज हैन। इभन मैले त्यो फोरममा हाम्रो एक्सपर्ट फोरमहरूमा पनि पछि मैले त्यो केस डिस्कस गरेका थिएँ हैन। त्यसमा उहाँहरूले चाहिँ हैन यो त अपरेट गर्नु हुँदैन भन्ने भन्नुहुन्थ्यो सब धेरै जसोको एक्सपर्टहरूको कुरा। तर मैले चाहिँ अब हैन यसलाई गर्छु गरेँ पनि हैन। र के भन्छ हुन आँखा एक साइडको निकाल्नु पर्यो हैन, हड्डी यो म्याक्जिला भन्छौँ यो हड्डी निकाल्नु पर्यो अनि तिग्राको मासु लगेर हाम्रो प्लास्टिक सर्जनले त्यसलाई रिकन्स्ट्रक्ट गर्नुभयो। त्यो मोर देन 4 इयर्स भइसक्यो हैन। त्यसपछि त्यो उहाँ चाहिँ अझै पनि डिजिज फ्री हुनुहुन्छ हैन। त्यो चाहिँ अलिक खुसी लाग्छ हैन। त्यो राम्रो डिसिजन गरेर रहेछु रेट्रोस्पेक्टिभली कहिलेकाहीँ सोचिन्छ हैन। त्यस्तो कुराहरूले चाहिँ मोटिभेट पनि गर्छ हैन। त्यस्तै अब जिब्रोको क्यान्सरहरू भन्छौँ हैन। अब कहिलेकाहीँ चाहिँ कति केसमा चाहिँ अब एकदम विदिन 6 मन्थ या विदिन 1 इयर रिल्याप्स भएको पनि छ, नभएको होइन हैन। तर यतिकै वर्ल्ड वाइडकै डाटा हेर्ने हो भने 4th स्टेज क्यान्सर जिब्रोको क्यान्सरमा 30-40% भन्दा बढी सर्भाइभल एक्सपेक्ट गर्न सकिँदैन हैन। तर हाम्रो 2-4 जना बिरामी हुनुहुन्छ हैन, उहाँहरूको पुरै जिब्रो निकालेको हैन, जिब्रोको कुनै पनि भाग बाँकी छैन, तिग्राको मासु लगेर राखेर हामीले जिब्रो जस्तो बनाछौँ हैन। उहाँहरू 2 वर्ष भयो हैन, स्टिल फलोअपमा हुनुहुन्छ हैन। 2-3 जना 2 वर्षभन्दा बढी भइसक्यो। उहाँ स्टिल सर्भाइभिङ हुनुहुन्छ र बोल्नलाई अब जस्तै प्रष्ट बोल्ने चाहिँ हुँदैन तर बुझ्न मिल्ने छ, आउँछ। अब जिब्रोको जस्तै जिब्रोको टुप्पोले बोल्नुपर्ने शब्दहरू हैन, जस्तै ट ठ हैन, या जिब्रो फर्काएर बोल्नुपर्ने त्यस्तो लेटरहरू चाहिँ आउँदैन हैन। तर ओठले बोल्ने या यो हाम्रो घाँटीले बोल्ने हैन, तालुले बोल्ने त्यस्तोहरू चाहिँ बुझिन्छ तर कुरा गर्न सकिन्छ हैन। त्यही अब जिब्रो नभएपछि कसरी कुरा गर्न सक्छ मान्छेले भन्छ हैन, त्यो पनि सम्भव छ। त्यस्तै अब बोल्ने यन्त्र हटाएपछि हैन, ल्यारिङ्स भन्छौँ हैन। कति बिरामीलाई चाहिँ मैले एउटा बिरामी चाहिँ कति एक रेडियोथेरापी गरेपछि फेरि बल्झेको क्यान्सर हैन, उहाँलाई चाहिँ 1 महिना 2 महिना काउन्सिलिङ गरेँ हैन। अनि उहाँलाई सास फेर्न गाह्रो हुन थालेपछि हैन अब गरिदिनु भन्नुभयो हैन। अनि त्यसपछि अपरेसन गरेको मोर देन 4 इयर्स भइसक्यो, अहिलेसम्म सर्भाइभिङ हुनुहुन्छ। र उहाँमा चाहिँ इन्ट्रेस्टिङ के भनेपछि हामीले एउटा डिभाइस भोइस प्रोस्थेसिस भन्छौँ हैन, बोल्ने यन्त्र निकालिसकेपछि पनि एभाइलेबल छ त्यो डिभाइस राखेको, अहिले मजाले बोलिराख्नु भएको छ हैन। इभन उहाँ चाहिँ एभ्री 6 मन्थली फलोअपमा आइराख्नु भएको छ हैन, खुसी हुनुहुन्छ। पहाड ओखलढुङ्गादेखि हुनुहुन्थ्यो हैन, र बुढाबुढी दुवैजना आउनुहुन्छ, हरेकचोटि मलाई भेटेर जानुहुन्छ हैन, खुसी लाग्छ त्यस्तो कुराहरू। त्यही उहाँलाई कन्भिन्स गर्न सके, फकाउन सके भनौँ न रेट्रोस्पेक्टिभ भन्दाखेरि हैन। अपरेसन गर्दै गर्दिन भन्नुभएको थियो हैन, तर एटलिस्ट 2 महिना लाग्यो मलाई कन्भिन्स गर्न। 2 महिना कन्भिन्स गराएर अपरेसन गरेर सन्चो बनाउनु भयो। अनि अर्को कुरा नि लाग्छ जस्तै अब मुखको जिब्रोको अनि जुन मुखका अरू अङ्गहरूको अपरेसन गरिन्छ हैन, त्यो बेलामा चाहिँ कति समयसम्म मुखबाट खान मिल्दैन, के हुन्छ यसको प्रोसेस? अब यो रिहेबिलिटेसन पार्ट छ हैन, क्यान्सर पछि फरक हुन्छ हैन। प्राय जसो मुखको क्यान्सरमा हामीले अब कति एक्सटेन्सिभ सर्जरी भएको छ हैन, जस्तै सानो सर्जरीहरू भएको छ भने चाहिँ अब 1-2 हप्तामै घाउ निको भइहाल्छ हैन। त्यसपछि हामीले एटलिस्ट हप्ता 10 दिनपछि हप्ता दिनपछि पानी अलिअलि खान त सुरु गरिहाल्छौँ। अरू खानेकुराहरू चाहिँ 2 विक्स जस्तोमा सुरु गर्छौँ। तर अब एक्सटेन्सिभ सर्जरी छ, जस्तै अघि मैले भने पुरै जिब्रो निकालेको क्यान्सर छ हैन, त्यस्तो भयो भने चाहिँ उहाँलाई हामीले 2-3 महिनासम्म पनि लाग्छ हैन। अल्टरनेटिभ बाटोबाट जस्तै नाकबाट पाइप राखेर हुन्छ हैन, त्यहाँबाट खुवाउनुपर्छ। एकचोटि अब क्योर भयो हैन, अपरेसन भयो अथवा उपचार भयो, क्योर भयो, त्यो फेरि पुनः फर्किने सम्भावना चाहिँ हुन्छ कि हुँदैन क्यान्सर? अब क्यान्सर भनेकै त्यसको नराम्रो पक्ष भनेको फेरि बल्झिने हुन्छ। अब क्योर भन्नलाई हामीले 5 वर्ष कुर्नै पर्छ हैन। 5 वर्ष बल्झेन भने अनि त्यसपछि ल यो क्योर भयो भन्ने हो हैन। तर बल्झिने भनेको प्राय जसो फर्स्ट 6 मन्थमै बल्झिन्छ धेरै जसो क्यान्सर हैन। अनि होइन भने 2 इयर्स हैन, 2 इयर्स पछि बल्झिने चान्स एकदमै कम हुन्छ हैन। मोर देन 50% क्यान्सर फर्स्ट 6 मन्थमै बल्झिने हो हैन। त्यही भएर हामीले एकदम रेगुलर फलोअप गर्न भन्छौँ, ताकि सुरुमै बल्झेको जस्तो देखियो भने सुरुमै हामीले सानो ट्रिटमेन्टबाट हैन, सानो सर्जरी हुन्छ या अरू अल्टरनेटिभ ट्रिटमेन्ट हुन्छ, त्यसबाट चाहिँ क्योर गर्न सक्ने चान्स स्टिल रहन्छ भन्ने हो। बल्झिने भनेको एउटा चाहिँ त्यही ठाउँमा
जहाँ अपरेसन गर्यो पहिलाको क्यान्सर थियो त्यही ठाउँमा बल्झिने एउटा कुरा भयो। अर्को चाहिँ अन्त फेरि नयाँ ठाउँमा आइदिने, किनभने उहाँले जुन पहिला रिस्क फ्याक्टरहरू थियो होइन त्यो सेवन गर्नुभएको थियो त्यसमा चाहिँ सबै ठाउँमा असर गरे हुनसक्छ, एक ठाउँमा मात्र असर नगरेर होइन। सुरुमा एक ठाउँमा क्यान्सर देखिहाल्यो तर अन्त चाहिँ अर्ली स्टेजमा थियो जुन कि हामीले अहिले डिटेक्ट गर्न सकेनौँ होइन। पछिबाट त्यो ठाउँमा नयाँ क्यान्सर आइदिन सक्छ होइन। त्यही भएर हामीले चाहिँ अरू नर्मल मान्छेभन्दा उहाँलाई चाहिँ हाई रिस्कमा राख्छौँ। त्यही भएर रेगुलर फलोअप, केही सिम्टम नभए पनि रेगुलर फलोअप, फर्स्ट 2 इयर्सलाई त हामीले 3 मन्थली नै फलोअप गर्छौँ। भनेपछि यो एउटा जुन ठाउँमा जुन अङ्गमा क्यान्सर छ त्यो अर्को ठाउँमा फैलिएको र त्यही ठाउँमा अर्कै ठाउँमा नयाँ क्यान्सर आएको भनेर पत्ता लगाउन पनि सकिन्छ त्यो? सकिन्छ। अब त्यसको लागि चाहिँ अलिअलि क्राइटेरियाजहरू छन् होइन। अब जस्तै पहिलाकै अपरेसन गरेको ठाउँकै नजिक रहेछ होइन, धेरै ग्याप छैन भने चाहिँ अब पहिलाकै क्यान्सर बल्झेको होला भन्ने हुन्छ होइन। तर अब धेरै ग्याप होइन, अब जस्तै मानौँ न दाहिने गालामा पहिला क्यान्सर थियो अहिले देब्रे गालातिर क्यान्सर आयो भनेपछि त नयाँ क्यान्सर भयो होइन। त्यसरी कति कुराहरू छन्। छोटो छोटो प्रश्नहरू छन्, यो चाहिँ अलिकति चाहिँ आम मानिसहरूलाई हजुर सहयोग हुने खालको होइन। एक शब्दमा भन्नुपर्दा होइन क्यान्सरबाट बच्ने सबैभन्दा मुख्य उपाय? रिस्क फ्याक्टर भनेको नोन रिस्क फ्याक्टरमा चाहिँ यो चुरोट खैनी होइन मदिराहरू छन् त्यो सेवन नगर्ने। अब यो इएनटी को क्यान्सरबाट बच्नलाई अथवा इएनटी क्यान्सरको बढी खतरनाक धुम्रपान हो कि सुर्ती? अब मुखको लागि त सुर्ती भयो, बोल्ने यन्त्रको लागि चाहिँ धुम्रपान। स्वर बस्दा कति दिनपछि देखाउनु पर्छ? अब 40 वर्ष कटेको मान्छेले 2 हप्ताभन्दा बढी कुर्नु भएन। मुखमा भएको घाउ कति दिनसम्म रह्यो भने खतरनाक? मुखमा भएको कुनै पनि घाउ 2 हप्तामा यदि निको हुँदैन, बढ्दै गएको छ, हेर्दा रातो छ होइन, छाम्दा अलिकता कडा जस्तो गाँठो जस्तो देखिन्छ, देखाइहाल्नु पर्यो। इएनटी क्यान्सर महिलामा बढी कि पुरुषमा? अब त्यो साइट पछि फरक छ होइन, त्यही भएर जेनरिक भन्न मिल्दैन। अब मुखको क्यान्सर अभियसली पुरुषमा धेरै छ होइन, थाइरोइडको क्यान्सर अहिले भने जस्तै महिलामा बढी छ। थाइरोइड क्यान्सर निको हुने सम्भावना कति हुन्छ? मोर देन 90%। मोर देन 90%? 90%। अब त्यो टाइपमा अनलेस अनफर्चुनेट भनौँ एनाप्लास्टिक होइन भने होइन। र मेडुलरीमा पनि अब अलिकता राम्रै छ मेडुलरी क्यान्सरको, त्यो पनि सर्जरी नै हो त्यसको ट्रिटमेन्ट। तर पाइपुलरी कार्सिनोमा जुन कमन छ मोर देन 80% केसमा देखिने, त्यसमा चाहिँ मोर देन 90% नै हुन्छ। अब अनलेस त्यो अन्त फैलिएको छ भने अलिकता कम हुन्छ, तर पनि 5 इयर सर्भाइभल त कुरै नगरे हुन्छ, त्यसमा 10 इयर 20 इयर सर्भाइभल कुरा गर्ने हो भने बल्ल, अनि त्यसपछि त्योभन्दा अलिकता कम होला। क्यान्सरका बिरामीलाई काउन्सिलिङको कतिको जरुरत पर्छ? एकदमै जरुरत हुन्छ। एउटा त उपचारभन्दा पहिला, त्यसपछि लाइफ लङ होइन। किनभने उपचारभन्दा पहिला कसरी उपचार गर्ने, किनभने सुरुमै एकचोटि सिङ्गल भिजिटमा उहाँहरूले बुझ्नुहुन्न। एउटा त क्यान्सर भन्ने शब्द सुन्ने बित्तिकै उहाँहरूको पहाड खस्छ। त्यसपछि हामीले के भन्छौँ उहाँले सुनि नै राख्नु भएको हुँदैन होइन, दिमागमा नाना थरी कुरा खेलाइरहेको हुन्छ। त्यो भएर हामीले मल्टिपल भिजिट्समा मल्टिपल सेसनमा एक्सप्लेन गर्छौँ, एकैचोटि सबै भन्दैनौँ होइन। अनि त्यो भयो, त्यसपछि ट्रिटमेन्ट पछि त लाइफ लङ काउन्सिलिङ चाहिहाल्छ, किनभने नयाँ नयाँ समस्याहरू आइरहेको छ ट्रिटमेन्ट रिलेटेड होइन। अब सुरुमा त क्योर हाम्रो एम हुन्छ, तर पछि चाहिँ फङ्सन उहाँको प्रिजर्भ गर्नु पर्यो होइन, ब्याक टु नर्मल लाइफ ल्याउनु पर्यो, ब्याक टु नर्मल सोसियल लाइफ ल्याउनु पर्यो होइन। त्यो कुराहरू चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। स्ट्रेसले क्यान्सर बढाउँछ? त्यस्तो त छैन, प्रुभन छैन। तर हिम्मतले कति काम गर्छ? धेरै काम गर्छ हिम्मतले। अब ठ्याक्कै त थाहा छैन, हुनसक्छ इम्युनोलोजिकल केही च्यालेन्ज होला होइन। कति अब सेम क्यान्सर होइन, सेम किसिमको सेम स्टेजको क्यान्सर डिफ्रेन्ट मान्छेमा डिफ्रेन्ट बिहेभ गर्छन् कि। एउटा त अब ट्युमरकै बायोलोजी होला, तर इभन मान्छेको उसमा बिहेभियरमा होइन, मेन्टालिटीमा पनि फरक पार्छ होला कि। किनभने अब कतिजना क्यान्सर पेसेन्टहरू हुनुहुन्छ होइन। अस्ति भर्खर एकजना मेरो फलोअपमा आउनुभएको थियो, जिब्रोको क्यान्सर होइन। उहाँ ब्याडमिन्टन प्लेयर हुनुहुँदो रहेछ, एक्टिभ हुनुहुन्छ, अहिले पनि जहिले पनि आउनुहुन्छ, म यहाँ गएको थिएँ टुर्नामेन्ट खेल्न, यहाँ गएको थिएँ भन्नुहुन्छ। त्यस्तै अर्को एकजना हुनुहुन्छ होइन, अब जिब्रोको अलमोस्ट मोर देन 2/3 जिब्रोको भाग निकालेको होइन। उहाँ चाहिँ फुटबल खेल्नु हुँदो रहेछ, एक्टिभ हुनुहुन्छ होइन। अनि त्यस्तो तिनीहरूले चाहिँ अब उहाँको हेल्थ पनि राम्रो छ होइन, र जहिले पनि आउनुहुन्छ, हाँसिराख्नुहुन्छ होइन, कुरा गर्न पनि सजिलो होइन। भनेपछि उहाँ ब्याक टु नर्मल सोसियल लाइफमा जानु भएको छ होइन। भनेपछि साइकोलोजिकली चाहिँ धेरै फरक पार्छ। यो
क्यान्सर स्क्रिनिङ नि डाक्टर साहब कुन उमेरपछि चाहिँ आवश्यक छ? अब नाक कान घाँटीको क्यान्सरको लागि चाहिँ स्क्रिनिङ वर्ल्ड वाइड चाहिँ त्यति धेरै प्र्याक्टिस चाहिँ छैन होइन। तर हाम्रो कन्टेक्स्टमा मुखको क्यान्सर एकदमै कमन भएको हिसाबले धुम्रपान, मद्यपान होइन या सुर्तीजन्य पदार्थहरू सेवन गर्नुहुन्छ उहाँहरूले चाहिँ आफैले सेल्फ इक्जामिनेसन चाहिँ मुखको गरेको राम्रो। कसरी गर्ने? होइन अब त्यही जस्तै अब ऐनामा हेर्ने होइन मुखको डिफ्रेन्ट पार्टहरू, त्यसपछि औँलाले छाम्ने होइन कतै गिर्खाहरू जस्तो देखिन्छ कि अलिकता बाक्लो जस्तो भएको छ कि होइन, या जस्तै कुनै रातो या सेतो दागहरू देखिया छ कि होइन, या मुखमा कुनै घाउ आछ 2 हप्ताभन्दा बढी लामो समय रह्यो होइन, त्यो कुराहरू। त्यस्तै अब घाँटीमा यसो हातले छाम्ने होइन 30-40 वर्ष कटेको मान्छेहरूले कतै गिर्खाहरू देखियो कि होइन, बच्चाहरूमा त अब नर्मली भइहाल्छ, तर घाँटीमा कतै गिर्खा देखियो भने चाहिँ दुख्या छैन भनेर हेलचक्राइ नगर्ने। हो है। यहाँसँग आउने नि जो बिरामीहरू आउनुहुन्छ कस्तो लक्षणमा चाहिँ अलि व्यवस्था गरेको पाउनुभएको छ डाक्टर साहब? प्रायः त्यही अब दुख्या छैन होइन, अब यसले मलाई केही दुख्या दिएको छैन, केही छैन नगर्ने केही होइन। अब कहिलेकाहीँ त यस्तो पनि हुन्छ उहाँको परिवारले लिएर आउनुहुन्छ, बिरामीले चाहिँ होइन म त यो त मलाई यसले दुःख दिएको छैन म त उपचारै गर्दिनँ भन्ने एकदमै नेग्लेक्ट गर्न खोज्ने त्यस्तो पनि हुन्छ। यो इएनटी क्यान्सरबाट बच्नको लागि होइन एउटा खानेकुरा जो चाहिँ आजैदेखि कम गर्न पर्ने हुन्छ, के सल्लाह दिनुहुन्छ? कुन खानेकुरा चाहिँ कम गर्न? त्यही अघि भने जस्तै हो, सुर्ती तम्बाकु होइन, अनि त्यसपछि यो गुट्खा पराग। खास त्यो त खानेकुरामै राख्न नहुने हो नि होइन? खानेकुरामै नराखे हुन्थ्यो। युवा पुस्तामा बढ्दो जोखिम? त्यो अब युवा पुस्ता भनेपछि अब रिस्क टेकिङ हुन्छन् धेरै जसो। अब यो नयाँ अमलहरू ट्राई गर्ने होइन, त्यस्तो त्यो चाहिँ गरिदिनु भएन, एडभर्टिजमेन्टमा जानु भएन, देखासिखीमा जानु भएन। क्यान्सर जित्ने सबैभन्दा आवश्यक कुरा अब अर्ली डायग्नोसिस हो र प्रोपर ट्रिटमेन्ट होइन। अरू मान्छेले भनेको लहैमा चाहिँ लाग्नु भएन, ला क्यान्सर लागेछ अब निको हुँदैन होइन, या अब अल्टरनेटिभ ट्रिटमेन्ट होइन, सजेसन लिनुहोस् होइन, सबैसँग सजेसन लिनुहोस्, तर इभिडेन्सले जे भन्छ त्यही गर्नुहोस् होइन फलानुको त यस्तो भएको थियो त्यही भएर म गर्दिनँ होइन, उपचार गर्दिनँ, या यस्तै किसिमको अल्टरनेटिभ ट्रिटमेन्टहरू गर्छु यसैले क्यान्सर निको बनाउँछ होइन, उहाँले त ग्यारेन्टी दिनुभएको छ होइन, त्यस्तो हुँदैन। 100% ग्यारेन्टी कहिले पनि कसैले नै दिन सक्दैन क्यान्सरको होइन, त्यो चाहिँ बुझ्नु पर्यो। तर पनि 2-3 जनालाई बुझ्नुहोस् होइन, सोध्नुहोस् होइन, अनि एक्सपर्टसँग होइन चाहिँ ओपिनियन लिएको राम्रो। बिरामीहरूले नि सबैभन्दा धेरै सोध्ने प्रश्न के हुन्छ? अब यो त्यही पहिला त निको हुन्छ कि हुँदैन होइन, सुरुमा अब उपचार गरेर निको भइसकेपछि त्यसपछि अब अरू समस्याहरूको बारेमा सोध्नुहुन्छ होइन। हजुरले चाहिँ होइन त्यो उहाँहरूले सोधेको प्रश्नको उत्तर त त्यो फरक भयो। हजुरले उहाँहरूलाई भन्दा अथवा सम्झाउँदा भन्नुपर्ने के कुरा चाहिँ बढी भन्नुहुन्छ? प्रायः त्यही अब सुरुमा त हामीले एक्सप्लेन गर्नै पर्यो, किनभने क्यान्सर ट्रिटमेन्ट सजिलो हुँदैन होइन, टिम वर्क हुन्छ होइन। मेन कुरो चाहिँ मल्टिडिसिप्लिनरी टिम भन्छौँ कि होइन, मैले एक्लैले उपचार गर्ने भनेर हुँदैन, यसमा हाम्रो सबै टिम इन्भल्भ हुन्छ। सबै जस्तै यो सर्जन भयो, रेडिएसन अन्कोलोजिस्टहरू होइन, मेडिकल अन्कोलोजिस्ट, रिकन्स्ट्रक्टिभ सर्जरी, रिहेबिलिटेसनको लागि होइन सबै टिम बसेर हामीले डिसाइड गर्ने हो मोडालिटी अफ ट्रिटमेन्ट होइन। त्यो भएर हामीले उहाँलाई भन्नुपर्दाखेरि चाहिँ बेस्ट होइन, डिफ्रेन्ट ओपिनियनबाट बेस्ट जुन हुन्छ त्यही हामीले सजेस्ट गर्छौँ। त्यसपछि अनि के छ होइन, प्रोग्नोसिस के छ, त्यसपछि फ्युचर आउटलाइन के हुन्छ होइन, ट्रिटमेन्टको कोर्स कसरी जान्छ होइन, त्यो सबै एक्सप्लेन गर्छौँ। किनभने होइन सर्जरी गरिदिन्छु त्यसपछि अनि फेरि बाँकी गर्छु भन्दाखेरि चाहिँ कहिलेकाहीँ गाह्रो हुन्छ कि बिरामीले कहिलेकाहीँ यो पनि सोच्नुपर्छ हामीले, यदि ट्रिटमेन्ट कम्प्लिट गर्दैन भने सुरु नै नगर्नु होइन, आधा ट्रिटमेन्ट गरेर काम छैन होइन क्यान्सरमा। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन, जुन उसको हाम्रो प्लान अफ ट्रिटमेन्ट जुन छ, सुरुमा जुन प्लान गरेको छ बिचमा चेन्ज हुनसक्छ होइन, तर टिमले जुन डिसाइड गरेको छ त्यो अनुसार चाहिँ हामी एकदम स्ट्रिक्टली त्यहाँ स्टिक हुनु पर्यो होइन। तर भनौँ न अहिले सर्जरी गर्छु फेरि म 3-4 महिनापछि रेडिएसन गर्छु, त्यसरी हुँदैन। अनि क्यान्सर भएको बिरामीहरूलाई नि अब चाहिँ अपरेसन गरेर अथवा केमोथेरापी दिएर रेडिएसन गरेर चाहिँ कुनै गरेर पनि सम्भव छैन भन्ने केस पनि आइपुग्छ? आउँछ, धेरै हुन्छ, त्यस्तो धेरै हुन्छन् होइन। अब विभिन्न कारण हुन्छन् होइन, अब जस्तै एउटा त रोगकै कारणले होइन एकदमै एडभान्स स्टेज छ, हामीले सर्जरी गरेर पनि अघि भने जस्तै R0 रिसेक्सन गर्न नसक्ने अवस्थाको छ, या फेरि बिरामीको फाइनेन्सियल कन्डिसन होइन, अघि मैले भने जस्तै उहाँले ट्रिटमेन्ट कम्प्लिट गर्न सक्नुहुन्न होइन भनेपछि अन्नेसेसरी उहाँलाई
फाइनेन्सियल बर्डन मात्र दिनु भएन हैन घरबार बेचेर अब सबै ट्रिटमेन्ट गर्यो लास्टमा बिरामी पनि रहेन घरबार पनि रहेन हैन त्यो झनै दुःख लाग्दो कुरो भयो त्यसपछि अब ट्रिटमेन्टले नै आफैमा प्रब्लम त गर्छ हैन ट्रिटमेन्ट पनि सजिलो हुँदैन हैन अब त्यसको कम्प्लिकेसन थेक्न सक्नुहुन्छ कि हुँदैन हैन अब कोमोर्बिडिटिजहरु छ मुटुकै समस्या रहेछ हैन अब या अरु नै समस्या छ त्यो झन् ठुलो रहेछ हैन त्यस्तो भयो भने त हामीले सर्जरी गरेर झन् दुःख थपिदिनु भएन भनेपछि डिफ्रेन्ट एस्पेक्टबाट सोच्नु पर्ने हुन्छ अन्त्यमा नि राख्छ जो क्यान्सरका बिरामी हुनुहुन्छ यहाँले हेरिराख्नुभएका यहाँका बिरामीहरू हैन अनि जो अन्य पनि जो इएनटी को सम्बन्धी क्यान्सरका बिरामीहरू हुनुहुन्छ हैन उहाँहरूको लागि अथवा यो क्यान्सर हुनबाट बच्नको लागि के कुरामा ध्यान दिनुपर्ने हुन्छ सबैजनालाई एउटा सन्देश दिनु बच्नलाई त अब त्यही हो छोडिसकेको अमल फेरि सुरु नगर्ने हैन क्यान्सर भइसकेको मान्छेलाई हैन कतिजना चाहिँ अब सक्नुहुन्न हैन त्यो आफ्नो ठाउँमा छ तर सकेसम्म सुरु नगर्ने किनभने फेरिदेखि क्यान्सर हुने चान्स एकदम हाई हुन्छ सुरु नगरे मान्छेले सुरु नै नगर्ने आजैदेखि सुरु नगरे हुन्छ हैन किनभने थाहा छ हैन त्यसपछि शंका लागेको अवस्थामा हैन जुन लक्षण चाहिँ अब 2-3 हप्ता महिना दिनमा बढ्दै गएको छ हैन त्यस्तोमा चाहिँ हैन दुख्या छैन भनेर हेलचक्राइ नगर्ने सुरुमै गएर देखाउने त्यो बाहेक त अरु अब खासै अब क्यान्सर रोक्न सकिन्छ भनेर त सम्भव छैन त्यो भएको भए त कति सजिलो हुन्थ्यो हो नि त्यो पनि आउला नि कुनै दिन त है अब हेरौं आश गरौं अब आज यति धेरै क्यान्सर नाक कान घाँटीका पनि हरेक अङ्गका क्यान्सरहरूको विषयमा हामीले कुरा गर्यौं हैन यिनीहरूको लक्षण अनि हुने कारणहरू लक्षण र उपचारको बारेमा लामो समयसम्म कुरा गर्यौं हैन यो क्यान्सर भएकाहरू हुनुहुन्छ भने त यहाँहरूलाई यो हेर्नु होला यहाँहरूलाई काम लाग्छ हैन र हामी जो क्यान्सर छैन ती हामीहरूले पनि ध्यान दिनुपर्ने कुराहरू यहाँ छन् हैन हामीले यी कुरामा ध्यान दियौं भने हामी बच्न सक्छौं यो पनि यहाँहरूले हेर्नु होला डाक्टर साहब यहाँको यो अमूल्य समयको लागि एकदम धेरै धन्यवाद हैन आफ्नो मनको कुरा र जनरल पब्लिकलाई अवेरनेस गराउनलाई समय दिनुभयो एकदमै खुसी लाग्यो थ्यांक यू सो मच थ्यांक यू